सर्वप्रथम सबैलाई नमस्कार र टासी दिलेक। आजको यस कार्यक्रममा उपस्थित हुनुभएको महानुभावहरूलाई हामी डोल्पो पाफो डोल्पोको तर्फबाट हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यसरी नै आजको यस बैठक जुम सब्सक्रिप्सनलाई सहयोग गरिदिनु भएको टासी देवा दाजुलाई पनि हाम्रो तर्फबाट हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र खास गरी भन्दा आजको यस बैठक जुम सब्सक्रिप्सनमा हामीले ढोल्पोको पहिलो पुरुष डाक्टर ग्याल्जेन गुरुङजी र महिला डाक्टर पेमा डेचेनजीलाई निमन्त्रणा गरेका थियौँ, तर डाक्टर पेमा डेचेनजी आफू व्यस्त भएका कारणले आज उहाँ हामीसम्म आउन सक्नु भएन। यसरी नै हामी डाक्टर ग्याल्जेन गुरुङजीले आफ्नो जीवनकालमा गरेका र उहाँले गर्नुभएको सङ्घर्षहरू आज हामीसम्म राख्नुहुनेछ र यसरी नै म आज डाक्टर ग्याल्जेन गुरुङजीको कुनै उहाँको परिचय राख्न चाहन्छु हजुरहरूको सामु। डाक्टर ग्याल्जेन गुरुङज्यू नेपालमै पढेर चिकित्सा शास्त्रमा एम.ब गर्ने पहिलो उपल्लो डोल्पा अर्थात् डोल्पोको आधुनिक चिकित्साको रूपमा सुपरिचित डाक्टर ग्याल्जेन गुरुङको जन्म डोल्पो बुद्ध गाउँपालिका अन्तर्गत पर्ने सिमेन्ट गाउँमा भएको थियो। कर्मा र सङ्मो गुरुङको प्रिय सुपुत्रको रूपमा जन्मेका उनको माध्यमिक शिक्षा रानक विद्यालय र उच्च माध्यमिक शिक्षा व्हाइट हाउस कलेजबाट पुरा गरेका थिए। त्यसपछि पोखरास्थित गण्डकी मेडिकल कलेजबाट एम.ब अध्ययन सकाएर हाल सही कलेजमा प्रशासनिक डाक्टरको रूपमा कार्यरत छन्। उनी गण्डकी मेडिकल कलेज र ट्रेड क्लबको अध्यक्ष, रानक एक्स युनियन र बेन्जाङ युवा समूहको सल्लाहकार तथा क्यारभेन डोल्पो युट्युब च्यानलका संस्थापक समेत हुन्। विद्यार्थी जीवनमा 3 पटकसम्म सर्वोत्कृष्ट विद्यार्थी उपाधि जित्नु एकजना साधारण विद्यार्थीका लागि कुनै पनि सजिलो विषय नबन्न सक्छ, परन्तु डाक्टर ग्याल्जेन त्यो जित हातमा पारेरै छाडे। त्यति मात्र होइन, सन् 2013 अन्तर्राष्ट्रिय कला प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरी आफूलाई बहुप्रतिभाशाली डाक्टर भनेर चिनाउनसम्म भए। विक्रम सम्वत 2072 सालमा गण्डकी मेडिकल कलेजको टपर भएपछि पुन सर्वोत्कृष्ट विद्यार्थीको उपाधिद्वारा सम्मानित भए। स्वस्थ डोल्पो परियोजना 2020 र स्वस्थ मुस्ताङ परियोजना 2019 मा संलग्न रही निस्वार्थ समाज सेवा गरेका विशेष गरी डोल्पोवासी आम सर्वसाधारणले उनलाई मन पराउँछन्। यसपालिको विद्युती बैठकमा डाक्टर ग्याल्जेन एम.ब प्रवेश कसरी गर्ने सिक्ने छात्रवृत्ति अवसर रहेको स्वस्थ डोल्पो परियोजना 2020 र खास गरी कोभिड-19 महामारीको विषयलाई लिएर स्वास्थ्य टिप्स दिनेछन्। यसरी नै आजको बैठकलाई सुरु गर्नुभन्दा अगाडि यस कार्यक्रममा पालन गर्नु भएको नियमहरूलाई हजुरहरूको सामु राख्न चाहन्छु। कृपया हजुरहरू सबैजनाले आफ्नो माइक्रोफोन म्युटमा राखिदिनु होला। वक्ता अतिथिको लागि 30 मिनेटको समय लिनुहुनेछ र वक्ता अतिथिले बोलिरहनु भएको बेलामा हजुरहरूले आफ्नो मनमा भएको प्रश्नहरूलाई च्याट बक्समा पनि राख्न सक्नुहुनेछ र वक्ता अतिथिको लागि 30 मिनेटको समय छ र 20 देखि 25 सम्म चाहिँ प्रश्न र उत्तरको समय हो। यसरी नै हजुरहरूले प्रश्न सोध्दाखेरि सकेसम्म भिडियोलाई अन गरिदिनु होला र आजको यस कार्यक्रमलाई पहिलो जस्तै सफलता र साथ दिएर गर्नुहुन्छ भनेर पनि आशा गर्दछु र आजको यस कार्यक्रमलाई अन्त्य गर्ने चाहिँ हाम्रो निमा दुन्डुजीले गर्नुहुन्छ र यसरी नै म अब डाक्टर ग्याल्जेन गुरुङजीलाई माइक हस्तान्तरण गर्न चाहन्छु। हस्त धन्यवाद। Hello, am I audible? Yeah, हजुर। आज यस डोल्पोको 26th वेबिनारमा उपस्थित सम्पूर्ण गुरुवर्ग, टुल्कु, खेम्बो, रिम्बोछे, लोपन, लामा लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म ग्याल्जेन डोल्पोको तर्फबाट धेरै धेरै नमस्कार र प्रसिद्धिलेख ज्ञापन गर्न चाहन्छु। र आजको यस वेबिनारमा एउटा गेस्ट स्पिकरको रूपमा उपस्थित हुनु पाउँदा एकदमै खुसी लागेको छ र हाम्रो डोल्पो टिमलाई मेरो हृदयबाट एकदमै धन्यवाद दिन चाहन्छु।
र आगामी दिनहरुमा पनि तपाईहरुले यस्तै राम्रो राम्रो कार्यक्रमहरु अर्गनाइज गर्नुहुन्छ भन्ने मेरो आशा छ। र आज मैले यहाँ कुनै कुनै 4-5 वटा विषयलाई मैले यहाँ लिएर आएको छु र तिनीहरुलाई मैले सकेसम्म चाहिँ राम्रोसँग क्लियर गर्न ट्राई गर्नेछु। धन्यवाद। अनि म सुरुमा चाहिँ मैले चाहिँ यो सुरुको विषय चाहिँ मैले चाहिँ एमबीबीएस इनरोलमेन्ट चाहिँ कसरी भयो, एमबीबीएस जर्नी चाहिँ कसरी भयो, अनि त्यसमा चाहिँ अब सेकेन्डरीमा चाहिँ एमबीबीएसमा चाहिँ अब हाम्रो अब्बोट डोल्पा को विद्यार्थीहरूलाई कतिसम्मको पोसिबिलिटिज छ भन्ने बारेमा म भन्न गइरहेको छु। मैले चाहिँ 2068 बीएसमा चाहिँ एसएलसी पास गरिसकेपछि म 3 महिना चाहिँ गाउँमा गएँ। 3 महिना गाउँमा हुँदाखेरि चाहिँ मैले चाहिँ त्यहाँ चाहिँ मैले थोरै धेरै अलि जान्ने ट्राई गरेँ। त्यहाँ अब के फ्यासिलिटी छ हाम्रो डोल्पोमा, के फ्यासिलिटिजहरू ल्याकिङ छ, सरकारबाट के कसो फ्यासिलिटिजहरू दिइरहेको छ। र त्यति बेला चाहिँ मैले वान अफ द मोस्ट इम्पोर्टेन्ट फ्यासिलिटी विच इज मिसिङ हैन, त्यो चाहिँ हेल्थ फ्यासिलिटिज देखेँ। अनि अरू अब थुप्रै फ्यासिलिटिजहरू चाहिँ थिएन। त्यो इलेक्ट्रिसिटी अहिलेसम्म छैन, कम्युनिकेसन अब अहिले भर्खर आएको छ। र तर 2068 बीएसमा चाहिँ त्यति बेला चाहिँ हाम्रो अब्बोट डोल्पोमा चाहिँ एउटा पनि हेल्प पोस्ट चाहिँ थिएन जस्तो लाग्छ मलाई, त्यति बेला थिएन। अनि अहिले चाहिँ अब हेल्प पोस्टहरू बिस्तारै बिस्तारै बन्न लाग्छ। र त्यही यिनीहरू कुरालाई अलि मैले नजर गरेर मैले चाहिँ अब डक्टर नभए पनि जस हाम्रो डोल्पोमा चाहिँ अलिकति चेन्जेस लिएर आउनुको लागि कुनै पनि हेल्थ सेक्टरमा चाहिँ छिर्नु मन थियो मलाई। अब बी फार्मासिस्ट होस् अथवा हेल्थ एसिस्टेन्ट नै होस् अब अथवा डक्टरै होस्। अनि त्यही एमलाई लिएर मैले चाहिँ +2मा चाहिँ बायोलोजी लिएर मैले व्हाइट हाउस कलेजबाट पास गरेँ। र +2 पढ्दा पढ्दै मैले 12 क्लासमा पढ्दा पढ्दै मैले चाहिँ एमबीबीएस इन्ट्रान्स एक्जाम दिने ठाउँ हुन्छ त्यहाँ चाहिँ मैले एप्लाई गरेँ। अनि त्यहाँ चाहिँ मैले 3 महिना त्यति एमबीबीएस 12 क्लास पनि पढिरहेको थिएँ। अनि एमबीबीएस इन्ट्रान्स एक्जामिनेसनको लागि पनि मैले तयार गरिरहेको थिएँ। अनि त्यसपछि अब नेपालमा चाहिँ के हुन्छ भने चाहिँ तपाईँ एमबीबीएस पढ्ने इच्छा छ भने डाइरेक्ट पैसा दिएर एमबीबीएस पढ्ने त्यस्तो कुरा हुँदैन, जुनसुकै देशमा पनि त्यो चल्दैन। त्यही भएर चाहिँ तपाईँले सुरुमा एक्जाम एमबीबीएस पढ्नुभन्दा अगाडि तपाईँले देखाउनुपर्छ कि यु आर क्यापेबल अफ डुइङ। सो त्यसको लागि चाहिँ तपाईँले इन्ट्रान्स एक्जाम दिनुपर्ने हुन्छ। र मैले चाहिँ त्यही 12 क्लास पढ्दा पढ्दै मैले चाहिँ इन्ट्रान्स एक्जाम चाहिँ साइडमा 12 क्लासको पढाइ चलिरहेको थियो। अनि साइडमा चाहिँ एमबीबीएस इन्ट्रान्स एक्जाम चाहिँ पास त्यो मैले पढिरहेको थिएँ, तयार गरिरहेको थिएँ। त्यसपछि 12 सकिने बित्तिकै 6 महिना त्यति बिदा थियो। तर 6 महिनामा चाहिँ म चाहिँ गाउँ नगइकन त्यही इन्ट्रान्सको लागि चाहिँ कन्टिन्युसली वर्क गरेँ। अनि त्यो पढ्न सुरु गरेँ। अनि त्यसपछि अब एक्जाम भएपछि मैले पास गरिसकेपछि अनि अब मैले चाहिँ एमबीबीएसमा इनरोल हुने क्वालिफाइड चाहिँ भयो। र यसमा चाहिँ अब हाम्रो धेरै हाम्रो रामनगरी बोर्डसे अनि उहाँहरूको सजेसन अनि उहाँहरूको रिफर र अनि हाम्रो आइजिडब्ल्युआर फाउन्डेसन अनि फ्युचर भिलेज फाउन्डेसन अनि हाम्रो अरू थुप्रै मेरो विदेशी साथीहरूले सहयोग गर्नुभएको छ, उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु। र सेकेन्डमा चाहिँ अब यो स्कलरसिपको बारेमा कुरा गर्ने हो भने चाहिँ स्कलरसिपमा चाहिँ नेपालमा चाहिँ लगभग इयरली 250 स्कलरसिप चाहिँ दिएको छ। एमबीबीएस लगभग 250 स्टुडेन्टलाई नेपाल गभर्मेन्टले चाहिँ फ्री अफ कस्ट पढाउने गरेको छ। तर उनीहरूले चाहिँ यो चाहिँ अब एक्जाम दिनुपर्छ। यसको लागि चाहिँ एक्जाम इन्ट्रान्स एक्जाममा चाहिँ तपाईँले एक्जाम चाहिँ फेस गर्नुपर्छ। त्यसको लागि चाहिँ एक्जामको क्याटेगोरी भनेको चाहिँ एउटा चाहिँ जेनरल हुन्छ, एउटा चाहिँ कोठा हुन्छ। कोठा जेनरलमा त अब सबैजना अब ब्राह्मीण क्षेत्री अब सबैजनाले त्यो
एक्जाम दिने हो। त्यसमा चाहिँ अब जसको नम्बर हाइएस्ट आउँछ तिनीहरूले चाहिँ अब स्कलरसिप लिएर जाने हो। र अर्को चाहिँ अब हाम्रो नेपाल गभर्मेन्टले एउटा फेसिलिटी चाहिँ के राखेको छ भने चाहिँ कोठा भनेर छुट्याएको छ। त्यसमा चाहिँ अब हाम्रो अब अरू त धेरै कोठाहरू हुन्छ, अब जनजाति हुन्छ, दुर्गम हुन्छ, मधेसी हुन्छ, दलित हुन्छ। त्यो कोठाहरूमध्ये चाहिँ हाम्रो मेरो विचारमा चाहिँ हाम्रो डोल्पो समाजलाई चाहिँ एउटा चाहिँ जनजातिमा चाहिँ पोसिबिलिटिज छ, अनि अर्को भनेको चाहिँ दुर्गम। यो कोठामा चाहिँ के हुन्छ भने चाहिँ कोठामा चाहिँ के फाइदा हुन्छ भने चाहिँ जेनरलमा चाहिँ तपाईँ सबैसँग चाहिँ लड्नुपर्ने हुन्छ। यु हेभ टु फाइट एभ्री वान होइन, सबैजना अब सँग चाहिँ तपाईँले फाइट गरेर तपाईँले चाहिँ एक्जाममा टप गरेर देखाउनु पऱ्यो, त्यसमा चाहिँ राम्रो नम्बर लिएर जित्नु पऱ्यो। तर जनजाति भने चाहिँ जनजाति भित्रमा मात्र तपाईँले राम्रो मार्क्स लिएर आयो भने चाहिँ तपाईँले स्कलरसिप पाउनुहुन्छ। र यसमा जनजाति भने चाहिँ क्याटेगोरी अलिकति थोरै भयो, अनि तपाईँको यो के भन्छ कम्पिटिसन चाहिँ अलिकति थोरैमा हुने भयो क्या। अनि दुर्गम पनि त्यस्तै, अब दुर्गम जुन ठाउँ दुर्गम छ, अब जस्तो डोल्पा अनि अब रुकुम त्यस्तै दुर्गम क्षेत्रहरूको स्टुडेन्टहरू मात्र भएर चाहिँ तपाईँले लड्ने हो। त्यसमा चाहिँ कम्पिटिसन चाहिँ कम हुन्छ र चान्सेस पनि धेरै हुन्छ। अनि हाम्रो यो अप्पर डोल्पाको लागि चाहिँ मेरो विचारमा चाहिँ जनजाति, दुर्गम र दलित तीनवटा कोठामा चाहिँ एकदमै चान्सेस देखिन्छ। र यसमा चाहिँ अब त्यो जेनरल भन्ने चाहिँ अब मेरो विचारमा हाम्रो डोल्पोको स्कुल सबै लगभग जेनरलमै पर्छ जस्तो लाग्छ मलाई, किनभने नो वान इज गोइङ टु डिजर्भ जनजाति एन्ड दुर्गम आई थिङ्क। किनभने यो जनजाति र दुर्गम जुन फेसिलिटी यो कोठा पाउनुको लागि एउटा क्राइटेरिया छ, त्यो भनेको चाहिँ यो गभर्मेन्ट स्कुलबाट तपाईँले एसई अब पहिला त अब एसएससी भन्थ्यो, अहिले चाहिँ एसई भएको छ। त्यो चाहिँ गभर्मेन्टबाट तपाईँले त्यो दिएको हुनुपर्छ क्या। त्यही भएर अब हाम्रो डोल्पोमा के छ, हाम्रो डोल्पो स्कुलमा चाहिँ के छ भने चाहिँ धेरै जस्तो स्कुल चाहिँ अब 6 देखि काठमाडौँमा आउने, काठमाडौँदेखि प्राइभेटमा पढ्ने। अनि त्यस्तो भएपछि अब प्राइभेट भने चाहिँ अब नामजेल स्कुलमा, सङ्जिन स्कुलमा, अनि हाम्रो रानाङ स्कुलमा, त्यस्तो गरेर अरू थुप्रै स्कुलहरू पनि छ होला, तिनीहरूमा पढ्ने गरिन्छ। त्यसपछि अब नामजेल इज नट गभर्मेन्ट, सङ्जिन इज नट गभर्मेन्ट होइन, रानाङ इज हाम्रो प्राइभेटै हो। त्यसपछि अब यो हामीले कोठाको फेसिलिटी चाहिँ हामीले पाउन्न क्या। एउटा अब ngama अनि रङमा दिन्छु ngadi रङमा एमबीबीएस स्कलरसिप निकालिदिन्छु भनेर अब तपाईँले एकचोटिमा लगभग मेरो विचारमा एकैचोटि फर्स्ट इयरमा फ्रेसमै नाम निकाल्ने एकदमै कमै हुन्छ। इट विल टेक अराउन्ड 2 years, 3 years, 4 years। अनि मेरो साथीहरू पनि छ अहिले एमबीबीएस अब लगभग हामीसँगै सकिन लागेको। उनीहरूले चाहिँ के गर्यो भने चाहिँ एकजना हाम्रो साथी छ जो 4 वर्ष लगाएर उसले एकदम कन्टिन्युसली हार्ड वर्क गरे, त्यसपछि बल्ल उसले नाम निकाले, अनि अहिले चाहिँ ऊ इज डक्टर नाउ होइन। त्यस्तै स्टुडेन्ट त्यस्तै। त्यही भएर मैले चाहिँ एउटा डेडिकेसन चाहिन्छ, एउटा फ्यामिली सपोर्ट पनि चाहिन्छ, अनि एउटा चाहिँ तपाईँको जुन हार्ड वर्किङ छ त्यो चाहिँ चाहिन्छ। यति तपाईँमा यति कुरा चाहिँ छ भने चाहिँ आई थिङ्क पोसिबल छ जस्तो लाग्छ मलाई यो स्कलरसिप गेन गर्न। यति नै हो। अनि सेकेन्डमा चाहिँ मैले चाहिँ मेरो प्रोजेक्ट डोल्पो 2020 को बारेमा अलिक थोरै हजुरलाई जानकारी दिन चाहन्छु। र हाम्रो निमा डुन्डुप भाइलाई म स्क्रिन यो गरिदिनु, स्लाइड सेयर गरिदिनु अनुरोध गर्दछु। अनि त्यसपछि मैले चाहिँ हाम्रो डोल्पो प्रोजेक्ट 2020 भने चाहिँ मेरो चाहिँ हरेक जुन यो प्रोजेक्टहरू छ धेर लगभग म्याक्सिमम टपिक प्रोजेक्टहरूलाई मैले चाहिँ एकदमै हाम्रो रिमोट एरियालाई टार्गेटमा राखेर मैले चाहिँ यो प्रोजेक्टहरू गर्ने गरिरहेको छु। र अब हाम्रो डोल्पो
पनि त्यस्तै एकदमै रिमोट हो। त्यहाँ चाहिँ अब जुन हेल्थ पर्सनहरू पनि छैन। अनि अब यहाँ हाम्रो यो सिटी एरियाज र हाम्रो यता यो पोखरा अथवा यता काठमाडौँको वरिपरिको भिलेजहरूमा त त्यो प्रोजेक्टहरू पुगिरहेको हुन्छ। तर जस्तो अब मुस्ताङ भयो, हुम्ला भयो, डोल्पा भयो, त्यस ठाउँमा चाहिँ प्रोजेक्टहरू खासै पुग्नु पाएको हुन्न। त्यही भएर मैले चाहिँ यो हाम्रो जुन मैले एमबीबीएस एक्जाम सकेर अनि मैले चाहिँ गाउँमा जाँदाखेरि मैले चाहिँ के सोचेँ भने चाहिँ वाइ डोन्ट यु गो विथ द प्रोजेक्ट होइन, वाइ यु डोन्ट सेयर नलेज विथ देम भनेर मैले चाहिँ अलिकति थुप्रै प्रोजेक्टहरू लिने अनि अलिकति भयो भने त्यहाँको स्टुडेन्टहरूलाई केही सिकोस्, केही चेन्जेस लिएर आओस् भनेर मैले अलिकति सामानहरू पनि लिएर गएको थिएँ। र यसलाई स्पोन्सर गर्ने आइजिडब्लुआर नेपाल र हाम्रो रोटरी क्लब अफ पोखरा जिएमसी उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु। र मैले सुरुको यो पिक्चर अहिले जुन स्क्रिनमा देखिएको छ यो चाहिँ हाम्रो सिमेन्ट गाउँमा हो। मैले अब त्यति बेला चाहिँ कोरोना भाइरसको एकदम अनि त्यसपछि मैले चाहिँ यो हाम्रो त्यति बेला एन्जाइटी प्यानिक त्यस्तो कन्डिसनमा देखेको थिएँ। अनि त्यसपछि मैले चाहिँ यो कोभिड-19 जुन कोरोना भाइरसको आउटब्रेक छ यसलाई अलिकति यो फोकसमा राखेर मैले चाहिँ गाउँमा चाहिँ यो यसको बारेमा चाहिँ मैले अवेरनेस प्रोग्राम चाहिँ गरेको थिएँ। अनि नेक्स्ट निमाजी, अनि यो चाहिँ हाम्रो फाल भिलेजमा हो। फा भिलेजमा फायुल त्यहाँ नि मैले यस्तै यो एउटा कोभिड-19 को बारेमा मैले अवेरनेस प्रोग्राम गरेको थिएँ। त्यहाँ अब यसलाई कसरी बच्न दिने अनि हाम्रो त्यति बेला अब मेन एउटा कोभिड-19 को सोर्स भनेको चाहिँ अब त्यो ट्राभलर्सहरू हो। तिनीहरूले अब सकेसम्म चाहिँ हामीले चाहिँ उहाँहरूलाई छुट्टै एउटा व्यवस्था गर्ने, जुन घरमा चाहिँ इन्ट्री नगर्ने त्यस्तै कुराहरू लिएर मैले चाहिँ यो फाल भिलेजमा पनि कोभिड-19 अवेरनेस प्रोग्राम गर्ने मौका पाएँ। अनि नेक्स्ट, अनि यो चाहिँ अब सिमेन्ट स्कुलमै हो। र मैले चाहिँ त्यहाँ चाहिँ अब स्कुलहरूमा अब बेसिकली हाम्रो यो सिटी एरियाजहरूमा त अब डेन्टल हाइजिन, ह्यान्ड वासिङ यिनीहरूको इम्पोर्टेन्स र यो जुन ब्रस गर्ने टेक्निकहरू चाहिँ सानोदेखि नै सिकाइरहेको हुन्छ। तर हाम्रो डोल्पोमा चाहिँ अलिकति जो अब जे भयो नि हेल्थ पर्सनहरू खासै कम छ। अनि अब खासै यो प्रोजेक्टहरू पनि खासै पुग्दैनन्। अनि त्यही भएर चाहिँ मैले चाहिँ यो माथि जाँदाखेरि चाहिँ मैले सिमेन्ट स्कुल, फाल र पोल्देको माथि नर्सरी एउटा प्राइमेरी स्कुल छ त्यहाँ चाहिँ टार्गेट गरेर मैले त्यति धेरै सामान चाहिँ लिन सकिनँ। किनभने अब यो त्यति बेला एकदमै टाइमको एकदमै सर्टेज पनि थियो। अनि त्यति बेला मैले चाहिँ 172 वटा टुथपेस्ट, 172 वटा ब्रस र मैले सब साबुन 50 वटा अनि पेन्सिल त्यस्तै लगायत त्यस्तै अलि स्टेसनरी सामानहरू लिएर मैले माथि गएको थिएँ। अनि त्यही अनुसार मैले उहाँहरूलाई यो हाम्रो बच्चाहरूलाई त्यही ब्रसिङ गर्ने टेक्निकहरू के हो, ह्यान्ड वासिङको इम्पोर्टेन्स के हो, त्यस्तै कुराहरू चाहिँ मैले सिमेन्ट र फालको स्कुललाई सिकाउन मौका पाएँ। अनि नेक्स्ट निमा, अनि यो चाहिँ यो पनि सिमेन्ट स्कुलकै हो। त्यति बेला अब यो लकडाउनको कारणले गर्दा सबै त्यो सामान ग्याजेट्सहरू सबै चाहिँ नेपालगञ्ज अर्किरहेको थिए। त्यसपछि अनि बल्ल अनि यो लकडाउन अलिकति खुलो भएपछि बल्ल अनि सामानहरू आयो। त्यसपछि सबैलाई एउटा जो सामानहरू चाहिँ त्यो टुथपेस्ट यताउता सबै डिस्ट्रिब्युट गरे। नेक्स्ट निमा, यो चाहिँ सिमेन्ट स्कुल, यो चाहिँ फा स्कुल भन्छ। यो चाहिँ पोल्दे प्राइमेरी स्कुल हाम्रो माथिमै छ। यहाँ स्टुडेन्टहरू थोरै छ, त्यही भएर लगभग यतिलाई पुग्ने गरेर मैले टार्गेट गरेर लिएर आएको थिएँ। यति हो। नेक्स्ट,
अनि मैले चाहिँ त्यहाँ चाहिँ अब हाम्रो सिमेन्ट अब धेरै ठाउँमा यस्तै अब प्रोग्रामहरू गर्ने अब यस्तै मैले अब आफूले सिकेको कुराहरू चाहिँ एउटा एकदमै सेयर गर्ने इच्छा थियो र मैले चाहिँ धेरै ठाउँमा गर्ने इच्छा त थियो तर अब त्यति बेला टाइम एकदमै थोरै थियो मसँग त्यो 1 हप्ता थियो त्यही भएर मैले चाहिँ धेरै ठाउँमा गर्न चाहिँ सकेन अनि मैले चाहिँ हाम्रो सिमेन्ट गाउँमै त्यहाँको अब सबै हाम्रो युवाहरूलाई मैले चाहिँ अब बिङ हेल्दी भन्ने चाहिँ एउटा मेरो पहिलेदेखि नै अब एउटा मैले जहाँ गयो भने एउटा हेल्थ टिप्स चाहिँ मैले दिने गरेको छु बिङ हेल्दी भन्ने एउटा मेरो प्रोजेक्ट नै छ अनि त्यसमा अन्तर्गत मैले चाहिँ अब सबै हेडदेखि टो खुट्टादेखि टाउको यो कपालसम्म चाहिँ कसरी हेल्दी राख्ने भनेर इन्डिभिजुअल एउटा अर्ग्यान इन्डिभिजुअल एउटा सिस्टमको बारेमा चाहिँ मैले उहाँहरूलाई कसरी हेल्दी राख्ने कसरी डिजिजबाट प्रिभेन्ट गर्ने कसरी पानी खाने कसरी एक्सर्साइज गर्ने र आफूलाई फिट र आफ्नो परिवारलाई फिट बनाउन के गर्नुपर्छ भन्ने मैले चाहिँ उहाँलाई त्यही यसको बारेमा चाहिँ मैले थोरै सूचनाहरू सेयर गरेको थिएँ हाम्रो सिमेन्ट गाउँमै अरू गाउँमा गर्ने इच्छा थियो तर त्यति बेला टाइम चाहिँ एकदमै कम थियो नेक्स्ट निमा अनि सेकेन्ड भनेको चाहिँ अब हाम्रो माथि अप्पर डोल्पोमा चाहिँ मैले अब हाम्रो सानो बच्चाहरूलाई अब भिटामिन ए सप्लिमेन्टेसन र डिभर्मिङ प्रोग्राम भन्छ त्यसमा चाहिँ अब जुगाको औषधिहरू खुवाउने त्यसोहरू चाहिँ अब त्यहाँ चाहिँ अब हेल्थ पोस्ट त थियो हेल्थ पोस्ट चाहिँ म जाँदाखेरि चाहिँ कम्प्लिट चाहिँ भएको थिएन तर पछि म जुन जानुभन्दा 1 हप्ता अगाडि चाहिँ जोस् कम्प्लिट भयो तर त्योभन्दा अगाडि चाहिँ हेल्थ पोस्ट थियो तर त्यहाँ चाहिँ हेल्थ वर्कर्स चाहिँ थिएन कि हेल्थ पोस्टमा चाहिँ सकेसम्म चाहिँ एउटा हेल्थ एसिस्टेन्टसम्मको एउटा मान्छे चाहिँ हुनुपर्ने तर त्यहाँ थिएन हाम्रो गाउँमा चाहिँ त्यसपछि मैले चाहिँ 3 महिना चाहिँ हाम्रो वडा अध्यक्ष वाङचुक दाइले मलाई त्यहाँ 3 महिना तपाईँले काम गरिदिनु पर्यो भन्नुभयो अनि त्यसपछि मैले चाहिँ 3 महिना त्यहाँ सर्भ गरेँ हाम्रो सिमेन्ट हेल्थ पोस्टमै अनि त्यही अन्तर्गत मैले चाहिँ यो डिवर्मिङ प्रोग्राम हो अनि भिटामिन ए सप्लिमेन्टेसन अनि भ्याक्सिनहरूको चाहिँ त्यो कार्यक्रमहरू चाहिँ मैले सुरु गरेँ अनि नेक्स्ट अनि त्यसपछि अनि त्यसपछि चाहिँ हाम्रो आफ्नै हाम्रो डोल्पो निन्जुङ डोल्पो फाउन्डेसन डोल्पो भिजन अनि उहाँहरूको अब त्यहाँ यो कार्यक्रममा अरू अर्गनाइजेसनले पनि एकदम हेल्प गर्यो होला तर उहाँहरूको नाम चाहिँ मैले अहिले याद चाहिँ भएन उहाँहरूको एउटा प्रोग्राम थियो हेपाटाइटिस बी अवेरनेस अनि स्क्रिनिङ एन्ड भ्याक्सिनेसन प्रोग्राम 2020 भनेर अनि त्यही अन्तर्गत मैले चाहिँ अब त्यहाँ अब एकदमै प्रिभ्यालेन्स रेट चाहिँ हाम्रो डोल्पोमा एकदमै धेरै थियो हाम्रो हेपाटाइटिस बीको अब किनभने धेरै अब रिजनहरू छ हाम्रो डोल्पोमा त्यो प्रिभ्यालेन्स चाहिँ किन भइरहेछ भनेर त्यसपछि त्यसलाई अब हामीले जे भयो नि कन्ट्रोल अब डिक्रिज गर्नु त अलिक अहिले त गाह्रै छ त्यही भएर कन्ट्रोलमा राख्नुको लागि चाहिँ उहाँले एउटा भ्याक्सिन अनि स्क्रिनिङ कार्यक्रम चलाइरहेको थियो र यसमा चाहिँ मैले उहाँहरू सिमेन्ट अनि तिङजे फाल पोलले त्यति गाउँमा चाहिँ मैले थोरै अवेरनेस प्रोग्राम गरेर उहाँहरूलाई पनि अलिक थोरै मैले एड गरेको थिएँ भनौँ नेक्स्ट अनि त्यति बेला अब थोरै हेल्थ चेकअप अनि प्लस अनि काउन्सिलिङहरू गरेको थिएँ किनभने अब सबै म्याक्सिमम त नभनौँ अब धेरै जस्तो डिजिजहरू चाहिँ अब एउटा एजुकेसन नभएको अनि एउटा अवेरनेस नभएको कारण गर्दा पनि हुनसक्छ त्यही भएर मैले चाहिँ थोरै अब त्यहाँ जुन औषधिहरू थियो यति छ भने चाहिँ उहाँहरूलाई त्यही औषधि प्रिस्क्रिप्सन गर्ने औषधि दिने गरेको थिएँ र छैन भने चाहिँ उहाँले जस काउन्सिलिङ गर्ने त्यो डिजिजलाई चाहिँ तपाईँले कसरी फाइट गर्न सक्नुहुन्छ त्यो डिजिजलाई तपाईँले कसरी यो कन्ट्रोलमा गर्न सक्नुहुन्छ
सक्नुहुन्छ। जस्तै अब ब्लड प्रेसरहरू हाई भएको अब हाम्रो डोल्पोमा अहिले चाहिँ अब धेरै नै आएको छ हाई ब्लड प्रेसर। अनि ब्लड प्रेसरलाई अब औषधि चाहिँ अब हाम्रो डोल्पोमा अहिले कमै छ। मैले अब एक्सपिरियन्स अनुसार चाहिँ म त्यहाँ गएँ अनि 1 वर्षको औषधि चाहिँ आउँदो रहेछ, तर भेरी लेस एमाउन्ट होइन, अनि थोरै एमाउन्ट आउँदो रहेछ। अनि त्यही भएर मैले चाहिँ औषधि भन्दा पनि अब त्यो जुन लाइफस्टाइल मोडिफिकेसन भन्छ हाम्रो साइन्समा चाहिँ, लाइफस्टाइल चाहिँ कसरी चेन्ज गर्ने, कसरी के गर्यो भने त्यसलाई कन्ट्रोलमा राख्न सकिन्छ, त्यस्तै काउन्सिलिङहरू दिने त्यस्तैहरू चाहिँ गरेको थिएँ। नेक्स्ट। र यो चाहिँ हाम्रो अङ्चुक दाइले अर्गनाइज गर्नुभएको थियो। त्यसपछि म गाउँमा हुँदाखेरि चाहिँ मेरो रिजल्ट आएको थियो। हाम्रो फाइनल एक्जाम सकिएको 2 महिनापछि मेरो रिजल्ट आएको थियो र हाम्रो अङ्चुक दाइ वडा अध्यक्षले थोरै सम्मानको लागि उहाँले यो प्रोग्राम चाहिँ अर्गनाइज गर्नुभएको थियो र उहाँलाई र हाम्रो कमर्स टुल्कु युनिभर्सिटी सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु। नेक्स्ट। अनि अब अर्को टपिक चाहिँ डोल्पो हेल्थ कन्डिसन्सको बारेमा थोरै जानकारी दिन चाहन्छु। र अब मैले चाहिँ 100% चाहिँ यसको बारेमा चाहिँ त्यति धेरै ज्ञान चाहिँ भएन, तर मैले चाहिँ यो लकडाउनको बेला म 3 महिना चाहिँ डोल्पोमा आउँदाखेरि चाहिँ मैले एक्सपिरियन्स अनुसार मैले देखाएँ र बुझाए अनुसार चाहिँ हाम्रो डोल्पोमा चाहिँ हेल्थ फेसिलिटिजहरू कतिको पाछन्, एउटा गभर्मेन्ट लेभलबाट एउटा इन्डिभिजुअल लेभलमा कतिको त्यो हेल्थ चाहिँ फेसिलिटी चाहिँ पुगेको छन् भन्ने बारेमा चाहिँ मैले थोरै अब्जर्भ गर्ने मौका पनि पाएँ। र अब मैले यो बुझ्दाखेरि चाहिँ डोल्पो गाउँपालिकामा चाहिँ अब 3वटा हेल्थ पोस्ट चाहिँ मैले देखेँ। एउटा चाहिँ हाम्रो सिमेन्ट गाउँमै छ, त्यति बेला म जाँदाखेरि चाहिँ थिएन। त्यसपछि बल्ल म तल पोखरा आउँदाखेरि चाहिँ बल्ल दे कम्प्लिट द बिल्डिङ होइन। अनि देन अर्को भनेको चाहिँ हाम्रो यो तिङ्जे र पोल्देको बिचमा एउटा हेल्थ पोस्ट छ। अनि अर्को भनेको चाहिँ तारापमा हाम्रो दोतारापमा हेल्थ पोस्ट छ। र अब हेल्थ वर्कर्सहरू चाहिँ अब मैले चिनेको चाहिँ 2 जना हुनुहुन्छ हेल्थ एसिस्टेन्ट हाम्रो। अब डोल्पो त्यहाँ सेफोक्सनको गाउँपालिकाको बारेमा त मलाई खासै यो जानकारी र ज्ञान भएन। अनि अहिले चाहिँ मैले डोल्पो बुद्ध गाउँपालिकाको बारेमा कुरा गरिरहेको छु। अनि डोल्पो बुद्ध गाउँपालिकामा चाहिँ हेल्थ एसिस्टेन्ट चाहिँ करेन्टली वर्किङ होइन, उहाँहरू चाहिँ 2 जना हुनुहुन्थ्यो। अनि तर उहाँहरू चाहिँ अब त्यही यो अफिसियली गभर्मेन्ट चाहिँ नभएर अब हाम्रो डोल्पो कोही अब एउटा कम्युनिटीले राखेको भनौँ न त्यस्तै पाएको छ। तर यसको बारेमा चाहिँ मैले पर्सनली चाहिँ कुरा चाहिँ भएको छैन। अनि तर सिमेन्टमा चाहिँ हेल्थ पोस्ट चाहिँ छ, तर त्यहाँ चाहिँ हेल्थ वर्कर चाहिँ छैन, हेल्थ एसिस्टेन्ट पनि थिएन, के पनि थिएन। हाम्रो तिङ्जे र पोल्डेको लागि चाहिँ एउटा हेल्थ एसिस्टेन्ट र दोतरापको लागि चाहिँ एउटा हेल्थ एसिस्टेन्ट चाहिँ हुनुहुन्थ्यो। र त्यहाँ चाहिँ अब हेल्थ फेसिलिटिजहरू चाहिँ के छ भने चाहिँ अब त्यहाँ चाहिँ अब फ्यामिली प्लानिङहरू चाहिँ एकदमै राम्रोसँग हाम्रो नर्स एसए मिस छिरिङले एकदमै राम्रोसँग चलाउनु भएको छ। उहाँले यो जेडिलीहरू राख्ने अनि कन्ट्रासेप्सनहरू चलाउने यो एकदमै राम्रो भएको छ। पहिला त अब हाम्रो डोल्पोमा यो एकदमै पपुलेसन एकदमै बढी, त्यो जुन पपुलेसन कन्ट्रोल मेथड चाहिँ एकदमै हाम्रो डोल्पोमा ल्याकिङ थियो। अनि अहिले चाहिँ मैले के पाएँ भने चाहिँ उहाँले गर्दा चाहिँ अलिकति कन्ट्रोलमा आएको छ। किनभने उहाँले चाहिँ जुन जेरिली राख्ने अनि डिपोर्ट राख्ने अनि त्यही कन्ट्रासेप्टिभ मेथडहरूले जो एकदमै राम्रो छ। जुन अब जेरिली राख्नुलाई पहिला अब ठुल्ठुलो हस्पिटल जानुपर्ने, दुनै जानुपर्ने, काठमाडौँ जानुपर्ने त्यो अवस्था चाहिँ अहिले छैन, अहिले हाम्रो डोल्पोमै भइरहेछ। त्यो चाहिँ एकदमै खुसीको कुरा हो। र अर्को भनेको चाहिँ अब एन्टिबायोटिक्सहरू चाहिँ गभर्मेन्टले चाहिँ फेसिलिटी के एमाउन्टमा चाहिँ दिएको छ, त्यो इयरली आउँदो रहेछ।
त्यो हाम्रो तिङजे फाल अनि त्यो ओडा अनुसार चाहिँ त्यो डिस्ट्रिब्युट हुने रहेछ क्या। अनि अर्को भनेको चाहिँ अब यो एन्टिबायोटिक हो। अनि डिवर्मिङ प्रोग्राम्सहरू पनि त्यो अल्बेन्डाजोलहरू भयो, त्यो फेसिलिटिजहरू चाहिँ हाम्रो यो अहिले कम्युनिटीमा चाहिँ पुगेको छ। पहिला चाहिँ अब हाम्रो 2068 मा त यो गभर्मेन्टबाट हेल्थ फेसिलिटिज भनेदेखि एकदमै जेरो नै थियो। अब अहिले चाहिँ जे भयो भने थोरै देयर इज हुन्छ नि एकदमै गभर्मेन्ट छ है भन्ने एउटा अलिक थोरै चाहिँ त्यस्तो देखिएको छ भनौँ। अनि अर्को भनेको के समस्याहरू चाहिँ अब मैले चाहिँ देखेको अनुसार चाहिँ अब हाम्रो डोल्पो गाउँपालिका को कोही कुरा गरिरहेको छु म। अनि त्यसमा चाहिँ अब एकदमै यो त हेल्थ वर्कर्स चाहिँ जुन गभर्मेन्टले एलोकेट अथवा गाउँपालिकाले एलोकेट गर्नुपर्ने छ त्यो चाहिँ एकदमै थोरै नम्बरमा छ। किनभने अब सिमेन्टमा त अब हेल्थ वर्करै छैन। अनि तिङजेर पल्दे भनेको चाहिँ एउटा अलि धेरै टाढा हिँडेर आउनु पर्यो भने धेरै नै टाढो पर्छ। पल्देको मान्छे तिङ्ग्यौँ मान्छे पल्दे जानु पर्ने हो भने धेरै नै टाढो पर्छ। त्यही भएर त्यहाँ पनि एकदमै त्यो हेल्थ वर्कर्सको नम्बर चाहिँ अलिकति कम भयो जस्तो मलाई लागेको छ। अनि दो तरफकै कुरा गऱ्यो भने अब त्यहाँको पपुलेसन अनुसार हेल्थ वर्कर्सको नम्बर चाहिँ एकदमै कम छ। अनि अर्को भनेको चाहिँ हाम्रो माथि चाहिँ अब यो इक्विपमेन्ट्स भन्छ। अब त्यहाँ हेल्थ वर्कर्स छ तर इक्विपमेन्ट छैन भने दे वन्ट बी इन युज के। त्यही भएर उहाँलाई एउटा हेल्थ वर्कर्स छ उहाँलाई युजमा आउनुको लागि चाहिँ इक्विपमेन्ट्स मेडिकल इक्विपमेन्ट्सहरू चाहिन्छ। जस्तै अब एक्सरे मसिनहरू चाहिन्छ। अनि हाम्रो ल्याब त चाहिन्छ। ल्याब विदाउट ल्याब हेल्थ इज इनकम्प्लिट। किनभने अब तपाईँले डायग्नोसिसहरू गर्नुपर्ने हुन्छ अनि ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। ट्रिटमेन्ट चाहिँ हामीले चाहिँ अब हाम्रो अहिले मोडर्न साइन्स अनुसार वी बिलिभ इन प्रुफ के। अब प्रुफ छ भने चाहिँ अब त्यही अनुसार ट्रिट गर्ने हो होइन। अन द बेसिस अफ इन्भेस्टिगेसनको फाइन्डिङ्स वी ट्रिट होइन। अनि त्यही अनुसार चाहिँ हामीले ट्रिट गर्नुपर्ने हुन्छ। तर अब म 3 महिना माथि काम गर्दाखेरि चाहिँ मैले चाहिँ कसरी ट्रिट गर्नु पर्यो भनेपछि अन द बेसिस अफ गेस के यो दिस डिजिज माइट बी दिस भनेर यो मान्छेले यस्तो सिम्टम्स लिएर आएछ त्यही भएर यसको डिजिज चाहिँ यो हुनसक्छ है भनेर त्यसरी ट्रिट गर्नुपर्ने त्यस्तो अवस्था थियो। अनि अर्को कुरा चाहिँ के अब यो इक्विपमेन्ट्सहरू मात्र नभएर मेडिकल जुन इसेन्सियल रुमिन देख्यो। किनभने त्यहाँ अब प्लास्टर एन्ड कास्ट भन्छ। हाम्रो यो हड्डीहरू बाँच्यो भने चाहिँ जो त्यहाँ एउटा कास्ट राख्ने अनि प्लास्टर राख्ने दे आर भेरी बेसिक थिङ्स होइन। तर तिनीहरू चाहिँ माथि जाँदै थिएन। किनभने त्यहाँ चाहिँ एकजना हाम्रो डोल्पोकै मान्छेको एउटा फ्र्याक्चर भएको थियो। त्यसपछि हाम्रो त्यो कास्टहरू नभएको कारणले गर्दा एकदमै समस्या भएको थियो। यति कास्ट भएको भए केही समय यो बोनहरू हेल हुने पोसिबिलिटिज हुन्थ्यो कि अब त्यहाँ अब अर्थोपेडिक सर्जन नै नभयो भने केही हेल हुने चान्स हुन्थ्यो कि भन्ने एउटा त्यो आशा चाहिँ थियो। तर त्यो चाहिँ थिएन। अनि अर्को भनेको चाहिँ अब यो हाम्रो डोल्पोमा चाहिँ मैले चाहिँ अब गभर्मेन्टबाट जुन एमाउन्टले चाहिँ हेल्थ फेसिलिटी चाहिँ पाउनुपर्ने हो त्यो चाहिँ 100% चाहिँ पास छैन। किनभने जुन अब हाम्रो गभर्मेन्ट अन्तर्गत थुप्रै हेल्थ फेसिलिटीहरू चाहिँ फ्रीमा हुन्छ। जस्तै अब भ्याक्सिनहरू बच्चाले दिने भ्याक्सिनहरू भयो। अनि आमा सुरक्षा प्रोग्राम भन्छ, न्यानो जला भन्छ। तिनीहरू सबै चाहिँ हाम्रो डोल्पोमा चाहिँ लगभग मैले त लगभग 6% नै भन्छु। किनभने अब भ्याक्सिन दिन त अब त्यहाँ हाम्रो अनामी त्यस्तो गरेर गाउँपालिकाबाट तलबाट उयो डोल्पा हाम्रो डिस्ट्रिक्ट हस्पिटलबाटै होला। त्यहाँबाट एक महिना 2 महिनामा आउने गर्ने रहेछ। तर यो भ्याक्सिनको कुरा चाहिँ के भने चाहिँ तपाईँले भ्याक्सिनको चाहिँ एउटा फिक्स डेट हुन्छ। जस्तो अब अहिले लायो तपाईँले 2 हप्तापछि लाउने, 2 हप्तापछि लाउने एउटा फेरि अर्को 3 महिनापछि लाउने। अब त्यो
त्यसलाई कन्टिन्यू चाहिँ मैले चाहिँ कन्टिन्यू चाहिँ दिन सकिरहेको छैन जस्तो लाग्छ। जस्तो अब एउटा भनौँ न हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ एउटा 0 अनि 1 अनि 6 मन्थ्स गरेर दिने गरिन्छ। तर यति अब हामीले चाहिँ एउटा भ्याक्सिन चाहिँ लगायो, त्यसपछि सेकेन्ड डोज हामीले लाउन सकेन भने द्याट वन्ट बी बेनिफिट क्या, त्यो फाइदा हुँदैन। त्यही भएर त्यस्तो चाहिँ हाम्रो माथिमा चाहिँ छ जस्तो लाग्छ। किनभने यो भनेको चाहिँ अब यो त अब त्यहाँ मसिन थिएन, त्यो जुन भ्याक्सिनहरूलाई एउटा त्यो कन्डिसन चाहिन्छ, यो -डिग्री सेल्सियसमा लगेर फ्रिजमा लगेर माथि लग्नुपर्ने हुन्छ। त्यो सामानहरू नभएर हो कि, अनि अर्को भने चाहिँ अब त्यो हेल्थ वर्कर चाहिँ एकदमै कम भएर हो जस्तो मलाई लाग्छ। अनि अर्को यो फोर्थ यो समस्या भनेको चाहिँ हाम्रो डोल्पोमा चाहिँ एकदम म्याटर्निटी डेथ रेट भन्छ। अब एउटा प्रेग्नेन्ट भएर मर्नेको सङ्ख्या चाहिँ एकदमै धेरै छ। किनभने हाम्रो गाउँमै कति 3-4 जना त्यस्तै भएर बित्यो। यो सुरुमा प्रेग्नेन्ट हुने, त्यसपछि बच्चा पाउन नसकिने, अनि त्यही भएर यो चाहिँ एकदमै मलाई चाहिँ एकदमै दुःखको विषय हो जस्तो लाग्छ हाम्रो। किनभने अब वी आर इन 21st सेन्चुरी होइन, अब त्यही पनि हाम्रो एउटा बच्चा पाउन नसकेर डेथ हुने भने चाहिँ द्याट इज भेरी माइजरिज होइन, मैले चाहिँ त्यस्तै लागिरहेछ। र अर्को यो यसलाई अब सजेसनलाई कुरा चाहिँ म एकछिनपछि गर्न गइरहेको छु। अनि अर्को भनेको चाहिँ हाम्रो यो फिफ्थमा चाहिँ हाम्रो एकछिन ब्याक गरिदिनु ल निमा। फिफ्थमा चाहिँ बिग डिजिज बिग इकोनोमिक बर्डन, यो चाहिँ एकदमै हाम्रो डोल्पोमा चाहिँ लागु हुने जस्तो लाग्छ मलाई। अब ठुलो रोगहरू भयो, क्यान्सरहरू भयो भनेपछि होइन, हाम्रो डोल्पोको लागि चाहिँ एकदमै समस्या जस्तो लाग्छ। सो दे डोन्ट गेट एनी ट्रिटमेन्ट क्या। किनभने अब यो त इकोनोमिकली हाम्रो डोल्पो लगभग धेरै जना चाहिँ विक छ, अनि त्यही भएर पनि बिग डिजिज बिग इकोनोमिक बर्डन। अनि मैले चाहिँ यो टपिकहरू चाहिँ किन भनिरहेको छु भने चाहिँ तपाईँहरूले पनि यो जुन मैले अहिले सेयर गरिरहेको छु यो टपिक, यिनीहरूको बारेमा केही यो हुन्छ नि केही तरिकाहरू छ कि भनेर सोच्नुहुन्छ कि भनेर मैले यो एक्सपिरियन्स, यो मेरो बुझाइहरू चाहिँ हजुरसँग सेयर गरिरहेको छु। अनि 6 नम्बर नेक्स्ट। अनि अब अहिले हाम्रो गभर्मेन्टले चाहिँ यो इन्सुरेन्स पोलिसी भन्छ, स्वास्थ्य बिमा भनेर त्यो यो हाम्रो इम्प्लिमेन्ट भएको चाहिँ यो इन्सुरेन्स पोलिसी चाहिँ हाम्रो जिल्लामै आएको छैन। अब आउने वर्षमा आउँछ कि त्यो त थाहा भएन। तर म अस्ति जाँदाखेरि चाहिँ यो मैले चाहिँ स्वास्थ्य बिमा गर्ने भनेर मैले त्यहाँ अफिसमा जाँदाखेरि चाहिँ खासै यो इन्सुरेन्स अहिले हाम्रो डोल्पोमा आएकै छैन भनेर भन्नुभयो। यो इन्सुरेन्स चाहिँ एकदमै इम्पोर्टेन्ट छ हाम्रो पाउनु पर्ने जस्तो लाग्छ। किनभने अब यो नेपाल स्वास्थ्य बिमामा चाहिँ के हुन्छ भने चाहिँ तपाईँले 2500 रुपिस पर फ्यामिली हो। अब तपाईँको फ्यामिलीमा चाहिँ 5 जना छ भने चाहिँ तपाईँले पर इयर तपाईँले 2500 को इन्सुरेन्स पैसा तिर्नुपर्ने हुन्छ। र तपाईँले चाहिँ के फेसिलिटिज पाउनुहुन्छ भने चाहिँ अब पहिला त 50,000 थियो, अब अहिले त 2 लाख 1 लाख हो कि 2 लाखसम्मको तपाईँको हेल्थ फेसिलिटी चाहिँ तपाईँले त्यो पाउनु सक्नुहुन्छ। तर तपाईँको एक्सपेन्सेस भन्नु चाहिँ के हुन्छ भने चाहिँ ओन्ली 2500 रुपिस चाहिँ गभर्मेन्टलाई बुझाउनुपर्छ इयरली। अनि त्यसको त्यो बापत तपाईँले चाहिँ 1 लाखदेखि 2 लाखसम्मको हेल्थ फेसिलिटिज चाहिँ पाउन सक्नुहुन्छ। र हाम्रो यो जस्तो अब बिग सिटीमा त यो लागु भइसक्यो। हाम्रो पोखरामा त यो अहिले हस्पिटलमा आउने पेसेन्टहरू चाहिँ सबै इन्सुरेन्स गरेर आउँछन्, इन्सुरेन्स भएको आउँछन्। र उता काठमाडौँ पनि त्यस्तै होला। अब हाम्रो दुर्गम क्षेत्रमा चाहिँ अब यो जुन चाहिँ इन्सुरेन्स जानुपर्ने हो, हाम्रो दुर्गममा चाहिँ हाम्रो डोल्पो जस्तो दुर्गम, हाम्रो हुम्ला जस्तो त्यहाँ चाहिँ लगभग गएको छैन जस्तो मलाई लाग्छ। र यसलाई अब हाम्रो लोकल बडिजहरू जुन हाम्रो के भन्छ यसलाई लोकल रिप्रेजेन्टेटिभहरूले
यो कुराले चाहिँ अलिकति जे होस् फल्स जस्तो मलाई लाग्छ। अनि 7 नम्बरमा चाहिँ एउटा फल्स बिलिफ रिगार्डिङ हेल्थ एजुकेसन भनेको छ। मैले यो भन्नै पर्ने हुन्छ। हाम्रो डोल्पोमा चाहिँ अब यो अलिकति अहिले मोडर्न एजुकेसन हेल्थ एजुकेसनमा चाहिँ अलि थोरै यो थोरै अथवा धेरै भयो भने यो फल्स बिलिफ चाहिँ छ हाम्रो डोल्पोमा। अनि यसले चाहिँ के गर्दो रहेछ भने चाहिँ तपाईँले त्यहाँ गएर वर्क त्यहाँ जुन तपाईँले चेन्जेस लिएर आउनु यो चेन्जेस ल्याउने भनेर जुन त्यो एम राखेको हुन्छ त्यसले चाहिँ यो बिलिफलाई चाहिँ अलिकति थोरै धेरै भयो भने यो अलिकति च्यालेन्जको रूपमा चाहिँ यो आउने रहेछ। अनि यति हो। नेक्स्ट अनि अर्को भनेको चाहिँ अब मैले अब यो सजेसन थोरै छ। हाम्रो अब यहाँ गाउँपालिकाको अध्यक्षहरू हुनुहुन्छ कि हुँदैन, लोकल रिप्रेजेन्टेटिभहरू हुन्छ कि हुनुहुन्छ कि हुँदैन त्यो त थाहा भएन। तर मैले चाहिँ यो थोरै सजेसन चाहिँ दिइरहेको छु। र अब मैले चाहिँ बुझेअनुसार चाहिँ अब एउटा हाम्रो भिलेजमा एउटा गाउँमा चाहिँ एउटा गाउँमा चाहिँ एउटा नर्स चाहिँ हुनुपर्छ जस्तो लाग्छ हाम्रो। त्यहाँ हेल्थ पोस्टमा होस् जहाँ पनि होस्। किनभने यो नर्ससँग चाहिँ मैले चाहिँ मेरो एक्सपिरियन्स अनुसार त्यो अब बच्चा पाउन नसकेर मृत्यु भनेपछि देयर इज भेरी स्याड होइन, एकदमै दुःख लाग्छ। अहिले पनि अब त्यस्तो न्युजहरू आयो भने एकदमै दुःख लाग्छ। अनि अर्को भन्नु चाहिँ यो सजेसनमा चाहिँ नम्बर 2 मा चाहिँ ल्याब इज इसेन्सियल हुन्छ। ल्याब भनेर ल्याबोरेटरी हुन्छ हाम्रो चाहिँ जुन तपाईँको जाँच गरिन्छ, रगत जाँच गर्ने ठाउँ, पिसाब जाँच गर्ने ठाउँ, त्यही अनुसार चाहिँ हामीले उपचार गर्ने हो। यति ल्याब छैन भने तपाईँको ल्याब अहिले चाहिँ हाम्रो यो मोडर्न साइन्स चाहिँ केमा भर परेछ भने चाहिँ यो ल्याब इट इज बेस्ड अन प्रुफ होइन, प्रुफमा विश्वास गर्छ। त्यही भएर तपाईँको ट्रिटमेन्ट तपाईँको मेडिकेसन सबै यो अन द बेसिस अफ ल्याबोरेटरी फाइन्डिङ्समा जान्छ। त्यही भएर हाम्रो डोल्पोमा चाहिँ ल्याब चाहिँ एउटा इसेन्सियल चाहिँ छ जस्तो मलाई फिल भएको छ। अनि अर्को भनेको चाहिँ हाम्रो डोल्पोमा अब अहिले त हेल्थ पोस्टहरू छ, बट हेल्थ पोस्ट छ तर जुन त्यहाँ हस्पिटलमा जस्तै हेल्थ पोस्टमै बिरामी भएर एडमिट गरेर उपचार गर्ने त्यस्तोसम्म चाहिँ त्यतिको त्यो इन्फ्रास्ट्रक्चर चाहिँ देखेन। त्यही भएर मैले अहिले हाम्रो उता दोको हाम्रो ग्याल्पो दाइले पनि भन्नुभयो हस्पिटल बनाउने योजना चाहिँ छ भन्नुभयो। द्याट इज भेरी गुड, आई थिङ्क गुड न्युज हो हाम्रो डोल्पोलाई। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। किनभने अब एउटा यो डिजिजहरू चाहिँ कुनै डिजिजहरू चाहिँ एकदमै पेसेन्टहरू एकदमै क्रिटिकल कन्डिसनमा आएको हुन्छ। उनीहरू एकदमै जुन औषधि दिनुपर्ने हुन्छ त्यो खाने मात्र नभइकन यो भेनहरू यो के भन्छ आइभी भेन खोलेर दिनुपर्ने हुन्छ। त्यस्तो कन्डिसनमा चाहिँ एउटा हस्पिटल जहाँ चाहिँ एडमिट गरेर 5-7 दिनसम्म ट्रिट गर्न सक्ने एउटा अस्पताल अथवा 10 बेड हुन्छ कि 50 हुन्छ कि 25 बेड हस्पिटल चाहिँ हाम्रो एउटा गाउँपालिकामा चाहिँ हुनैपर्छ जस्तो मलाई लाग्छ। अनि अर्को भनेको चाहिँ 4 नम्बरमा चाहिँ के छ भने चाहिँ एप्लिकेसन अफ गभर्मेन्ट प्रोग्राम्स। अनि हाम्रो गभर्मेन्टले चाहिँ थुप्रै प्रोग्राम्सहरू चाहिँ दिइरहेको हुन्छ। जस्तै अब थुप्रै अब स्वास्थ्य फेसिलिटिजहरू चाहिँ एकदमै दिइरहेको हुन्छ। तर हाम्रो माथि चाहिँ हेल्थ वर्कर्स नभएर हो कि अब हाम्रो यो लोकल बडिजले यो जुन फेसिलिटिज लिन नसकेर हो कि त्यो चाहिँ एकदमै कम छ। त्यही भएर मैले के सजेस्ट गर्न चाहन्छु भने यो जुन गभर्मेन्ट प्रोग्राम्सहरू चाहिँ हामीले चाहिँ वेलकम गर्नुपर्छ जस्तो मलाई लाग्छ। अनि यसको लागि चाहिँ फेरि हाम्रो के चाहिन्छ भने चाहिँ हेल्थ वर्कर्स चाहिँ चाहिन्छ, हाम्रो माथिमा चाहिन्छ जस्तो मलाई लाग्छ। धन्यवाद। नेक्स्ट निमा। अनि अर्को विषय चाहिँ हाम्रो कोभिड-19 को बारेमा थोरै जानकारी
गरी दिन चाहन्छु र अहिले जब यो कोभिड-19 को बारेमा चाहिँ थुप्रै मान्छेहरूले विभिन्न विचारहरू यो आएको छन् किनभने अब यो डिजिज चाहिँ अब नयाँ पनि भयो अनि आई एम 100% अबाउट दिस भनेर चाहिँ कुनै देश कुनै साइन्टिस्ट छैन अहिलेमा होइन त्यही भएर चाहिँ यसको मिस गर्नुपर्छ तिनीहरूलाई मेरो एक्सपिरियन्स अनुसार चाहिँ तिनीहरूलाई थोरै क्लियर गर्न ट्राई गर्छु किनभने अब कसै मान्छेले यो स्क्याम बनिरहेको छ यो कसै मान्छेले अब यो रुवा खोकी हो दिस इज नथिङ होइन यो WHO ले क्रिएट गरेको भन्ने त्यस्तो जुन धारणा त्यो चाहिँ होइन यसलाई हामीले अन्डर एस्टिमेट गर्नु न हामीले यसलाई सिरियसली लिनुपर्छ जस्तो मलाई लाग्छ र मैले यो सिरियसली लिनुपर्छ भन्नुको मतलब चाहिँ प्यानिक हुने जसमा डराएर एन्जाइटी बढाउने त्यस्तो चाहिँ होइन मैले चाहिँ के भने चाहिँ प्र्याक्टिकली हामीले चाहिँ यसलाई कसरी कप गर्न सकिन्छ हामीले यसलाई कसरी फाइट गर्न सकिन्छ यो डिजिजसँग चाहिँ कसरी बच्ने भनेर चाहिँ त्यो सतर्क हुनुपर्छ जस्तो मलाई लाग्छ जब मैले यति सोच्न थालेँ होइन मैले यो कोरोना भाइरस काङसिङमादेखि भनेपछि मैले भनेपछि मास्क लाउँदैन मैले त मास्क लाउँदैन किनभने मेरो कन्सेप्टै त्यस्तो त भनेपछि मास्क लाउन यो मिसकन्सेप्सन चाहिँ क्लियर गर्नु थोरै मेरो एक्सपिरियन्स अनुसार चाहिँ क्लियर गर्न ट्राई गर्नेछु र यसलाई हामीले चाहिँ कोभिडलाई चाहिँ जो सिरियसली थोरै भयो भने सिरियसली लिनु लाई अन्डर एस्टिमेट चाहिँ नगरिदिनु त्यही भएर तपाईँले चाहिँ यदि अन्डर एस्टिमेट गर्नुभयो भने चाहिँ तपाईँले मास्क लाउँदैन सेफ्टी मेथड्स एप्लाई नगरेपछि तपाईँलाई यो डिजिज लाग्ने एकदमै सम्भावना हुन्छ त्यही भएर तपाईँले चाहिँ के गर्नु भने चाहिँ योसँग डराउने चाहिँ होइन एन्जाइटी पनि हुँदैन प्यानिक पनि हुनु पर्दैन तर तपाईँले चाहिँ एकदम क्लेभरली तपाईँले चाहिँ योसँग चाहिँ कसरी कप गर्ने कसरी योसँग चाहिँ डिल गर्ने कसरी बच्ने भनेर चाहिँ त्यसमा चाहिँ तपाईँले अलिकति फोकस हुनुपर्छ जस्तो मलाई लाग्छ र यसमा चाहिँ अब मेन भनेको चाहिँ यो उसो के अरे स्लाइड प्रिभियस गरिदिनु अन्यमा यसमै छ अहिले हामी चाहिँ अनि सुरुमा चाहिँ अब मैले यो कोभिड-19बाट बच्नको लागि चाहिँ अब कोभिड-19 साइन सिम्टम्स अनि डिजिज के कस्तो हो त अब लगभग अब हाम्रो यो 6 महिनै भइसक्यो त्यही भएर तपाईँहरूले सबैलाई थाहा छ भनेर मैले यसको बारेमा खासै जानकारी दिन चाहेन र अर्को भनेको चाहिँ अब योसँग चाहिँ कसरी कप गर्न सकिन्छ भने चाहिँ मैले चाहिँ एउटा चाहिँ सोसियल डिस्टेन्सिङ एकदम इम्पोर्टेन्ट छ अहिले चाहिँ अब पफ यो जुन पफमा जाने रेस्टुरेन्टमा जाने अनि अब ग्यादरिङ गर्ने त्यो चाहिँ एकदमै तपाईँहरूले जस कन्ट्रोल गर्नुपर्छ जस्तो मलाई लाग्छ अर्को भने चाहिँ मास्क चाहिँ अनिवार्य तपाईँले राम्रोसँग लाउनु होला मास्क चाहिँ यहाँ चिनमा नलाएर यो पुरै नाकलाई कभर गर्ने मुखलाई कभर गर्ने त्यसो लाउनुपर्छ मास्क चाहिँ अर्को भने चाहिँ ह्यान्ड वासिङ चाहिँ एकदमै इम्पोर्टेन्ट छ तपाईँलाई यो अहिले यो जुन ट्रान्समिसन रुट भन्छ यो हातबाट चाहिँ एकदमै बढी हुने तपाईँको किनभने हात एकदमै युज हुन्छ जहाँ पनि छुने जहाँ पनि जाने जसलाई पनि ह्यान्डसेक गर्ने त्यही भएर तपाईँले हात चाहिँ एकदमै धुनुपर्ने जस्तो मलाई लाग्छ र अर्को भनेको चाहिँ अब यो इम्युनिटीको कुरा हेरेर चाहिँ यो कोभिड-19 को बारेमा चाहिँ इम्युनिटी अब हाम्रो तल्लो ल्याङ्ग्वेजमा चाहिँ के भन्छ अब वाङबो भन्छ होला सायद वाङ अथवा सुगुले इदा वाङबो क्याउँदो त्यस्तो भनेको मैले हल्का थोरै त्यस्तै अब इम्युनिटीलाई अलिकति बुस्ट गराउनको लागि चाहिँ मैले थोरै अब मेरो पढाइ अनुसार चाहिँ यो कुनले चाहिँ इम्युनिटी अलिक इन्क्रिज गर्छ भने चाहिँ सोर्स अफ एन्टिटोक्सिन भन्छ त्यसमा चाहिँ एन्टिअक्सिडेन्ट भन्छ त्यसमा चाहिँ ओनियन गार्लिक जिन्जर अनि लिमन
तिनीहरूले चाहिँ एकदमै तपाईँको इम्युनलाई अलिकति बुस्ट गर्ने गर्छ यो अनियन गार्लिक जिन्जर अनि लिमन अनि तपाईँले अर्को भनेको चाहिँ यो जापानिज साइन्टिस्टले भनेको बिहान र बेलुका अथवा दिनमा 3 चोटि भयो भने तपाईँले सल्ट एन्ड वार्म वाटर एकदम गरगल गर्यो भने चाहिँ त्यो जुन भाइरस चाहिँ हाम्रो घाँटी अथवा नाक मुख अड्केको छ तिनीहरूलाई चाहिँ त्यो क्लियर गर्ने त्यसरी गर्न सकिन्छ भनेर भनेको छ। र अर्को यो चाहिँ अलिकति म हाम्रो डोल्पो हाम्रो तपाईँलाई थाहा छ कि थाहा छैन, तर यसको बारेमा चाहिँ म थोरै जानकारी दिन चाहन्छु। र अहिले चाहिँ अब कोभिड-19 इन्सुरेन्स भन्ने चलेको छ अब हाम्रो नेपालमै। अब कोभिड-19 इन्सुरेन्स अब हाम्रो अहिले हाम्रो यो थुप्रै इन्सुरेन्स कम्पनीहरूले गरेको छ होला, तर यसमा चाहिँ मैले जानेको बुझे अनुसार चाहिँ एउटा इन्सुरेन्स शिखर इन्सुरेन्स होला। त्यहाँ चाहिँ के छ भने चाहिँ तपाईँले तपाईँले इन्सुरेन्स गर्दाखेरि चाहिँ फ्यामिली गऱ्यो भने चाहिँ तपाईँले चाहिँ 600 पर पर्सन तिर्नुपर्ने हुन्छ। फ्यामिली गऱ्यो भने अब जस्तै अब 3 जना मेम्बर छ भने 1800, 2 जना छ भने 12,000। तपाईँले यति त्यो इन्सुरेन्स चाहिँ गर्नुभयो भने चाहिँ तपाईँले यु आर सिक्योर फर 1 इयर क्या। तपाईँले कतिसम्म पाउनुहुन्छ भने चाहिँ यति तपाईँको कहीँ कतै के गर्दा तपाईँको कोभिड-19 पोजिटिभ आयो भने चाहिँ तपाईँले 1 लाखसम्मको चाहिँ जुन यो हेल्थ फेसिलिटी हुन्छ तपाईँले 1 लाखसम्मको चाहिँ पाउनुहुन्छ। तर तपाईँ एक्सपेन्सेस भनेको तपाईँको 600 रुपिस मात्र हुन्छ। र यसमा चाहिँ अब इन्डिभिजुअल गऱ्यो भने चाहिँ कति 900 पर पर्सन। फ्यामिली सबै गऱ्यो भने चाहिँ 600 पर पर्सन। त्यस्तै गरेर त्यति 1 लाखसम्मको अब त्यो जुन पैसा हुन्छ त्यो लागिसकेपछि स्वास्थ्य कम्पनीले चाहिँ तपाईँको मेडिकल त्यो एक्सपेन्सेसहरू सबै उनीहरूले कभर गरिदिन्छ। यसको बारेमा अब थाहा नहोला, त्यही भएर मैले हजुरसँग राखेको छु। अनि अर्को भनेको चाहिँ अब हामी ढिलो नगरिकन हेल्थ टिप्स भनिन्छ मेरो यो थोरै अब अर्को टपिक छ। मैले चाहिँ अब अहिलेसम्म अब मैले जति अब हस्पिटलमा अब म अहिले मेडिसिन पढ्न थालेको चाहिँ 5 वर्षतिर भयो। अनि मैले चाहिँ अब यही अनुसार चाहिँ तपाईँले कसरी एउटा हेल्दी हुने मेरो एक्सपिरियन्स अनुसार चाहिँ मैले चाहिँ 3वटा क्याटेगोरीमा चाहिँ मैले यो विभाजन गरेको छु। एउटा चाहिँ फिजिकल, अनि एउटा मेन्टल, अनि एउटा सोसियल। यति तपाईँ फिजिकली मेन्टली सोसियली फिट हुनुभयो भने चाहिँ तपाईँलाई हेल्दी भनेर चिनिन्छ। अनि त्यही अनुसार चाहिँ अब फिजिकली फिट भन्नाले फिजिकल भनेको चाहिँ अब त्यो हाम्रो डोल्पो ल्याङ्ग्वेजमा भन्दाखेरि लु अनि साम्लो, अनि सोसियल भनेको चाहिँ अब के भन्छ सोसियललाई अब निमा। चिसो हो। यो तिनीहरू चाहिँ हेल्दी भयो भने चाहिँ तपाईँ पनि हेल्दी हुनुहुन्छ। अनि त्यही भएर मैले चाहिँ अब फिजिकल भने चाहिँ फिजिकल फिट चाहिँ कसरी रहने भने चाहिँ मैले चाहिँ मेरो जुन बुझाइ अनुसार चाहिँ फिजिकली फिट भने चाहिँ तपाईँको शरीरलाई कसरी फिट राख्ने भने चाहिँ तपाईँले अब यो यिनीहरूलाई चाहिँ एकदमै त्यो तपाईँले त्यो ध्यान दिनु होला। एक्सर्साइज चाहिँ तपाईँले डेली 15 मिनट चाहिँ रेगुलर गर्नु। दिनमा चाहिँ तपाईँले एक्सर्साइज 15 मिनट चाहिँ गर्नु। अनि अर्को भनेको चाहिँ फुडहरू चाहिँ जस्तो अब हेल्दी फुडहरू चाहिँ तपाईँले कन्ज्युम गर्नुपर्ने हुन्छ। ग्रिन लिफी भेजिटेबल्स अनि फ्रुट्स अनि भिटामिन रिच डाइटहरू चाहिँ तपाईँले एकदमै त्यो यसमा चाहिँ फोकस गर्नु। अनि अर्को भनेको चाहिँ अब अहिले चाहिँ अब यो पानी इम्पोर्टेन्स अफ ड्रिङ्किङ वाटर भन्छ, जुन जसले चाहिँ फिजिकलमा चाहिँ एकदमै यसको इम्पोर्टेन्ट रोल छ। त्यही भएर तपाईँले चाहिँ दिनमा चाहिँ मोर देन 2 लिटर्स वाटर चाहिँ कन्ज्युम गर्नुपर्छ। तर वाटर कन्ज्युम गर्दाखेरि चाहिँ एकैचोटि धेरै होइन, टाइममा कन्ज्युम खाइरहनु पर्यो, तर एकैचोटि धेरै चाहिँ खानु भएन। अनि अर्को चाहिँ हाम्रो डोल्पो कम्युनिटीमा के मोटोपन भनिन्छ। यो चाहिँ फेरि हेल्थको लागि चाहिँ एकदमै जुन फिट नभएर अलिकति
जुन डिजिजहरू पछि गएर डायबिटिज, सुगर, डायबिटिज अनि डायबिटिज भनेको चिनी रोग भनिन्छ। अनि त्यही भएर यो किडनीहरूको बिमार हुने, हाइपरटेन्सन हुने, अनि मुटुको हार्ट अट्याक भनिन्छ, माइकार्डियल इन्फर्क्सन, यिनीहरू चाहिँ अब मोटो मान्छेहरूलाई धेरै हुन्छ। त्यही भएर तपाईँले एउटा कुरा के राख्नुहोस् भने चाहिँ स्लिम बडी हेल्दी बडी भनेर त्यो चाहिँ हो। अनि अर्को भनेको चाहिँ एउटा मेन्टल हेल्थ भनेको तपाईँको सोचाइ कस्तो भइरहेछ अहिले चाहिँ अब 21st सेन्चुरीमा चाहिँ एकदमै मेन्टल प्रब्लम चाहिँ एकदमै धेरै इन्क्रिज भइरहेछ। अब एन्जाइटी हुने, अब साइकोटिक डिसअर्डरहरू एकदमै थुप्रै डेभलप हुने। त्यही भएर चाहिँ तपाईँले अब मेरो अनुसार चाहिँ के हो भने चाहिँ तपाईँ अब यो मेन्टल मेडिटेसन गर्नुहोस् होइन, योगाहरू गर्नुहोस्। गर्ने तरिका चाहिँ इन्जोयमेन्ट गर्ने चाहिँ यो नभएर जुन घुम्ने अनि साथीहरूसँग खेल्ने, फुटबल प्ले, जुन उयोहरू चाहिँ यो। अनि अर्को भनेको चाहिँ मेन्टल तपाईँ यति हजुर यति अब सोचाइ चाहिँ कसरी राम्रो लिएर आउनु भने चाहिँ मेरो यो सजेसन अनुसार चाहिँ तपाईँले सबै चिजलाई एउटा पोजिटिभ वेमा लिनु। यति त्यसो भयो भने चाहिँ तपाईँ आफै यो सोच चाहिँ ह्याप्पिनेसमा जान्छ जस्तो मलाई लाग्छ। अनि अर्को भनेको चाहिँ यो सोसियल भनेको चाहिँ अब चिसोक भनिन्छ। अब तपाईँको रिलेसन भन्नुहुन्छ, अब तपाईँको साथीहरूसँग कस्तो सम्बन्ध छ, सोसाइटीको मान्छेले तपाईँले के भन्नुहुन्छ, त्यसमा पनि तपाईँको यो हेल्थ चाहिँ एकदम म्याटर गर्छ। त्यही भएर मैले चाहिँ के भन्छु चाहिँ सोसियली तपाईँले फिट हुनको लागि चाहिँ तपाईँ चाहिँ एउटा पोजिटिभ थिङ्किङ चाहिँ एकदमै इम्पोर्टेन्ट छ। र तपाईँ जहाँ गयो भने, जोसँग भयो भने एकदम राम्रो व्यवहार गर्नुहोस्, राम्रो काम गर्नुहोस्। त्यति भयो चाहिँ मलाई जहाँसम्म लाग्छ कि तपाईँ सोसियली चाहिँ हेल्दी हुनुहुन्छ जस्तो मलाई त्यो लाग्छ। अनि अर्को खोप चाहिँ सबैजना धेरै डिजिजहरूबाट यसले प्रिभेन्ट गरिरहेको हुन्छ। अनि अर्को भनेको चाहिँ अब मैले हाम्रो यो जुन हेल्थ सेक्टरमा छिरिसकेपछि धेरै देखिने अन द स्पट डेथ हुने, अनि प्यारालाइज हुने, अनि जुन त्यस्तो समस्या चाहिँ यो रोड ट्राफिक एक्सिडेन्टले एकदमै इन्क्रिज गरिरहेछ। त्यही भएर चाहिँ तपाईँले चाहिँ रोडमा जाँदाखेरि चाहिँ अलवेज बी केयरफुल होइन। यति अब जस्तो अब त्यो गाडीवाला बाइकवाला जसको गल्ती भयो भने जुन त्यो रोड ट्राफिक अब रोडहरूमा अब तपाईँ आफैले बाइक चलाउँदाखेरि, तपाईँहरूले कार चलाउँदाखेरि एकदमै जो एउटा अवेर भएर चलाउनु भनेर मैले सजेस्ट गर्न चाहन्छु। धन्यवाद। अनि अर्को छ हाम्रो अब मैले चाहिँ अब यसमा यो हेल्थ टिप्स चाहिँ अब हाम्रो यस यो वेबिनारमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो यो थोरै हेल्थ टिप्स छ। यति आई होप होइन युजफुल भयो होला, केही सिक्नु भयो होला। अनि अर्को भनेको चाहिँ मेसेज टु एक्सपिरियन्स सेयरिङ टु युथ भनेको छ। अब मैले अहिलेसम्म आई एम भेरी ओल्ड नाउ होइन, एकदमै बुढो भइसक्यो। अनि त्यही भएर मैले चाहिँ हाम्रो जुन हाम्रो सानो बाबुहरू छ जुन 8 क्लासमा पढ्दैछ, 7 क्लासमा पढ्दैछ, 5 क्लास पढ्दैछ, 12 क्लास पढ्दैछ, ब्याचलर पढ्दैछ, उहाँहरूलाई मेरो थोरै एक्सपिरियन्स चाहिँ सेयर गर्न चाहन्छु। अनि नम्बर 1मा चाहिँ फोकस एन्ड बी प्र्याक्टिकल भनेको छ। मैले चाहिँ फोकस एन्ड बी प्र्याक्टिकल, किनभने अब मैले चाहिँ यो कुरा चाहिँ किनभने चाहिँ अब जुन हामीले जुन बुकहरू पढिन्छ होइन, बुकहरू अब थुप्रै बुकहरू पढिन्छ, हामीले अब के पढिन्छ, यो 8 क्लास अब सानोदेखि नै के पढेर हुन्छ। तर मैले चाहिँ के भन्छु भने चाहिँ एक्सपिरियन्स अनुसार चाहिँ त्यो सबै कुरा चाहिँ प्र्याक्टिकल छैन लाइफमा होइन। त्यो सबै कुराहरू
हामीले याद गरेर खासै काम छैन, तर जुन कुरा चाहिँ हाम्रो लाइफमा डेली लाइफमा युज हुन्छ तिनीहरूले चाहिँ तपाईँले एकदम जो जुन सानोदेखि नै बुझ्नुहोस् र त्यसलाई चाहिँ प्र्याक्टिसमा लिएर आउनुहोस् क्या। जस्तै अब तपाईँले अब यस्तो हुन्छ नि, जस्तै अब भनौँ न के भन्छ यो डिस्टेन्स बिट्विन द सन एन्ड मुन भनौँ न, अब यो इम्पोर्टेन्ट त हो है, तर यो जानेर खास गरी यो जानेर के हुन्छ त हैन। आई नो द डिस्टेन्स बिट्विन द सन एन्ड मुन, अनि अर्कोले भनेछ सो सो वाट, त्यो जस्तै हो कि तपाईँले। त्यही भएर चाहिँ मैले चाहिँ जुन कुरा चाहिँ प्र्याक्टिकल जुन डेली लाइफमा प्र्याक्टिकल छ त्यो कुराले चाहिँ तपाईँले यो फोकस गर्नुहोस्। जस्तो अब यो ल्याङ्ग्वेज स्किल्सहरूमा चाहिँ नेपाली भयो, टिबेटन भयो, इङ्ग्लिस भयो, यो ल्याङ्ग्वेज स्किलमा तपाईँले अलिकति इन्भेस्ट गर्नुपर्ने हुन्छ तपाईँ टाइम बढी। अब जस्तै यो हुन्छ नि त्यो नम्बरहरू गग्ने, सेन्सर्सहरू गग्ने। अब जस्तै हाम्रो नेपालमा कतिवटा पपुलेसन छ, अब 2 करोड समथिङ 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 छ। यो जानेर अब लाइफमा द्याट इज नट एप्लिकेसन छैन यसको मै भन्छु होइन। त्यही भएर मैले चाहिँ के गरेँ भने चाहिँ लाइफमा जुन कुरा चाहिँ युज छ, जुन कुरा चाहिँ प्र्याक्टिसमा आउँछ, तिनीहरू चाहिँ यो जुन तपाईँले जुन टाइम इन्भेस्ट गर्नुहुन्छ नि त्यसमा चाहिँ फोकस गर्नुहोस् भनेर भन्न चाहन्छु। र यसमा चाहिँ अब अरू अब हुन्छ नि तपाईँको ल्याङ्ग्वेज स्किल्समा चाहिँ एकदमै अलि राम्रो हुनुपर्छ जस्तो मलाई लाग्छ। किनभने अब मेरो चाहिँ त्यति धेरै ल्याङ्ग्वेज स्किल चाहिँ त्यति राम्रो छैन है। त्यही भएर म चाहिँ यस्तो कुरामा चाहिँ त्यो तपाईँलाई सजेस्ट गर्न चाहन्छु। अनि नम्बर 2 मा छ, नम्बर 2 मा चाहिँ छ मैले ब्यालेन्स्ड लाइफ, करियर एन्ड ह्याप्पिनेस भनिन्छु मैले चाहिँ। अब यो चाहिँ मैले एक्सपिरियन्स गरेको। मैले चाहिँ किनभने चाहिँ मैले पहिला चाहिँ के भने चाहिँ स्कुलमा चाहिँ के भनेर पढाउनु हुन्थ्यो भने चाहिँ तिमी एसएलसीसम्म एकदमै राम्रो गरेर पढ, मेहनत गरेर पढेको र त्यसपछि बल्ल तिमी खुसी हुन्छौ, त्यसपछि बल्ल तिम्रो रमाइलो दिनहरू आउँछ भन्ने। त्यसपछि मैले पनि त्यस्तै गरेँ है, कडा पढ्ने होइन। त्यति ह्याप्पीको टाइम चाहिँ भएन। त्यसपछि 12 क्लास आयो। 12 क्लासमा पनि त्यही टिचरले के भने चाहिँ तपाईँले 12 क्लासमा चाहिँ यस्तो मेहनत गर्नुहोस्। तपाईँले 12 क्लास चाहिँ यति तपाईँको यो +2 चाहिँ एकदमै राम्रो भयो भने ब्याचलरमा आएर तपाईँले एकदमै राम्रो हुन्छ, तपाईँको भविष्य राम्रो हुन्छ भन्ने त्यस्तो कन्सेप्ट भयो क्या। अनि ब्याचलरमा आयो, फेरि ब्याचलरमा त्यही कुरा, सेम कुरा। देन आई रियलाइज द्याट तपाईँ राम्रोसँग पढ्नुहोस्, तर तपाईँको जुन इन्जोय गर्ने, इन्टरटेनमेन्ट गर्ने, त्यसले चाहिँ त्यो मिलाएर गर्नुपर्छ तपाईँले। किनभने यो लाइफ हो भने चाहिँ तपाईँको क्लास यो चाहिँ जस्तो यहाँ स्क्रिनमा देखिरहेको छ कि छैन त थाहा भएन होइन। तब जस्तो अब यो देखिरहेको छ निमा छैन होला, यो देखिरहेको छ, हजुर देखिरहेछ। जस्तै अब यो लाइफ, यो तपाईँको लाइफ भने चाहिँ तपाईँको यति यहाँदेखि यहाँसम्म टाइम त तपाईँ एसएलसी हो होइन। यहाँदेखि यहाँसम्म ब्याचलर हो, तपाईँ लगभग 40% लाइफ त यसमै गयो नि त। त्यही भएर तपाईँले यहाँदेखि यहाँसम्म इन्जोय गर्नको लागि त इन्जोय विथ योर करियर के। जस्तो अब तपाईँले इन्जोय पनि एकदम इम्पोर्टेन्ट छ लाइफमा, अनि करियर पनि इम्पोर्टेन्ट छ। त्यही भएर तपाईँले यिन दुवै चिजलाई यसरी लाग्न सक्नुभयो भने चाहिँ आई होप होइन राम्रो हुन्छ, सक्सेस हुन्छ भन्ने विश्वास छ। र मैले भनेको इन्जोय भनेको फेरि अब अहिले चाहिँ अब यो धेरै मोडर्न भएको रक्सी खाने, सुरुर खाने भन्ने त्यस्तैमा गइरहेछ। तर मैले चाहिँ के सजेस्ट गर्न चाहन्छु भने चाहिँ इन्जोय गर्ने तरिका चाहिँ थुप्रै छन्। यु क्यान गो डिफ्रेन्ट फुड, कोरियन, जापानिज होइन, अनि हुन्छ नि फ्रेन्च फुड, त्यस्तो हुन्छ नि, त्यस्तैमा चाहिँ तपाईँले इन्भेस्ट गर्नुहोस् भनेर मैले सजेस्ट गर्न चाहन्छु है। अनि नम्बर 3 मा छ, अब हाम्रो टाइम पनि टाइम छ हामीसँग, वी हेभ टाइम। नम्बर 3 मा छ 21st सेन्चुरी इज फर क्रिएटिभ पिपल होइन। मैले चाहिँ के मेरो एक्सपिरियन्स अनुसार चाहिँ
21st century is not for those who can copy, but it is for creative people के तपाईं क्रिएटिभ तपाईको माइन्ड क्रिएटिभ हुनु पर्यो जस्तो अब अहिले अब फेसबुक कसले क्रिएट गर्यो हैन इन्स्टाग्राम कसले क्रिएट गर्यो अनि क्रिएट गर्ने मान्छे चाहिँ जस टपमा गइरहेछ के मैले देखाए अनुसार मैले बुझाए अनुसार चाहिँ त्यही भएर तपाईले धेरै जस्तो टाइम चाहिँ के गरोस् भने चाहिँ तपाईले यो तपाईको जुन बिहान 5 बजेदेखि बेलुका 12 बजेसम्म भनौँ न राति त्यो टाइममा चाहिँ थोरै टाइम चाहिँ तपाईले यो हुन्छ नि तपाईको यो इमेजिनेसन गर्ने टाइम पनि छुटाउनुस् तपाईले यो नयाँ नयाँ आइडियाहरु के आउँछ कि त्यो टाइम पनि छुटाउनुस् भनेर म भन्न चाहन्छु किनभने जसले क्रिएट गर्छ हैन त्यो त्यसको दिन छ के आजकल चाहिँ मैले बुझे अनुसार कपी गरेर यो आजकल त्यति धेरै चाहिँ त्यो जुन पावरफुल हुने त्यसो चाहिँ छैन जस्तो मलाई लाग्छ के त्यो एक्सपिरियन्स अनुसार चाहिँ अनि नम्बर 4 मा छ अब बी काइन्ड बी गुड टु एभ्रीवन एनीवेयर एन्ड हुएभर हैन तपाई जहाँ सुकै जाओस् अब हाम्रो बुद्धिस्टमा चाहिँ के हुन्छ भने चाहिँ तपाई हाम्रो बुद्धिस्ट अब अमाने पनि त्यो पूजा धेरै गर्न त आउँदैन मलाई पूजाहरु गर्न त आउन्न तर यो हाम्रो बुद्धिस्टमा चाहिँ के कुरा सिकाइछ भने चाहिँ तपाईले जेसुकै गरोस् जेसुकै काम गरोस् जहाँ काम गरोस् तपाईले एटलिस्ट अरुको हानि चाहिँ हुनु भएन अरुको बेनिफिट भयो भने झनै राम्रो त्यही भएर तपाईले जहाँसुकै जाओस् तपाई जतिसुकै ठुलो मान्छे होस् सबैजनालाई एउटा माया गर्नुस् काइन्ड हुनुस् त्यस्तो मेरो एक्सपिरियन्स अनुसार यति तपाईले त्यस्तो गर्नु भयो भने चाहिँ एउटा हुन्छ नि त्यो चाहिँ तिनीहरुले एकदम तपाईले खुशी दिन्छ एउटा सोर्स अफ ह्याप्पीनेस भएर आउँछ जस्तो मलाई लागेको छ अनि नम्बर 5 मा छ अनेस्ट अब अहिले अब अनेस्ट हाम्रो नेपालमा एकदमै ल्याकिङ छ हाम्रो लिडरहरु छ डिसअनेस्ट अब ठुलठुलो गफ हान्ने हैन एकदमै अनेस्टीको एकदमै ल्याकिङ छ हैन अनि म चाहिँ अब मैले अब ठुलठुलो त्यो हुन्छ नि अब आफ्नो कुराहरु त राख्नु गइरहेको छु म चाहिँ स्कुलमा फेरि एकदमै अनेस्ट हैन अनि एकदमै सबैजनाले मलाई एकदमै ट्रस्ट गर्नुहुन्थ्यो त्यही भएर चाहिँ मैले चाहिँ अहिले यो मेरो यो लाइफ यतिसम्म चाहिँ अनेस्ट चाहिँ एकदमै अनेस्टी हुनु चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो मलाई लाग्छ अनि अर्को भनेको चाहिँ बिलिभ इन योर ड्रिम्स भनेको छ मैले लास्टमा चाहिँ यो 6 मा चाहिँ बिलिभ इन योर ड्रिम्स अब तपाईको एउटा कुनै सपना छ कुनै केही छ के ठुलो गर्ने छ तर च्यालेन्ज चाहिँ 100% हुन्छ हाम्रो लाइफमा च्यालेन्ज हुन्छ जनै हाम्रो तल्बो झन् ठुलो च्यालेन्ज छ क्या म त्यो मलाई थाहा छ हैन च्यालेन्ज हैन तर तपाईले ती तपाईको सपना छ भने यु हेभ टु चेज यु हेभ टु वर्क तपाई आउँछन् त्यसलाई चेज गर्नुपर्छ एउटा जुन विश्वास हुन्छ राख्नुपर्छ मलाई जस्तो लाग्छ मैले यति शेयर गर्न लागेको कुराहरु चाहिँ यति नै छ धन्यवाद दिन चाहन्छु हेलो त त्यो ट्रेन थिएन क्वेशन आन्सर सेसन हो अब जोसँग क्वेशन छ अनि आफ्नो परिचय साथ क्वेशन सोध्नु होला Hello. हेलो टस्टले किला टस्टले तांगा जुवा चिक्टी चोकची नि तोंगमर लास नि चोको जानजिन gi zui di nang la shu kwa changma la टस्टले xue yin ani ta nan xin tene taring sem la shata kau chung nga zo dolbo mirik chik ani tene tengsang serik gi
멤버 통마 된바당 아니 대양원의 확섬진 미시주 상보 지그래 아니 대지도 되는 게 닝탁반의 장전라 투지체스 되는 아주 돌보 미륵 증언이 닥터 템바 아니 게 지워디 아니 아주 돌보 미륵 세주 된당게 걸레 키기 삼로 카리여스 아니 얘기 다 니동 줄로라 돌보 lumba 망보지 거라 잡용도 캬나네 술레비오 잘라 jet expires 기도와 거기도 생기도 넘버서 거기도 캬나네 되니 툭바 자미기 와이와이도와 아니 비어 아라 jet expired 차죠 mat jet expired 차죠 뒤져 저죠 망보지 사도 가좀미 다 디조게 밤메시기 내자 신나 차우든 크레트 지기여와 네 통조르다 니동 줄라 로니스 jet expired 차죠 mat 디조 사도 아니 ngazu tolbo meriki khala hayang maji thali maji dene gyunengbo chaningba nimani somgi cha chausen tongyesto dizogi healthcare la dene effect chigi yo mares ani chigi yona ngazu dizo ma pangye la kirang ngone samjar khariyes ani ngarangi tonangla kubju 90 gi ngolla tolbo midi 시에 나의 용용레스 90기 제라 아니 캬나네 초라 input open cha bayuniala 아니 modern 게 단다 chemical mixed 기 칼라 망부지 야 레비에 고축네 아니 가지 롱발네 나사 시나 차우드 망르 드로송아라 디 삼송 안티치디 케기 풋 policy 세그왕 아주 세지릭바 아니 세지릭바 띠에 콜라 아니 수국 최된 레케버 가지 조그레스 아니 텔라케기 삼저 카리여스 예 지워디 어디 토치나 라슬라 hello am I audible thank you kelala for question अनि पे तुझे छिए अनि यसमा चाहिँ अब यो केमिकल यो डेट एक्सपायरी को कुरामा चाहिँ अब यो चाहिँ अब उहाँले सोध्नु भयो यसमा चाहिँ हेल्थमा के असर गर्छ कि गर्दैन भनेर यो चाहिँ 100% असर गर्छ किनभने जुन जो खानाबाट जुन कम्पोनेन्ट्स आउँछ केमिकल्स आउँछ डाइरेक्ट हाम्रो यो इन्टेस्टाइन अथवा यो हाम्रो पेटबाट डाइरेक्ट हाम्रो बडीमा जाने हो त्यही भएर यसको चाहिँ हेल्थमा चाहिँ 100% चाहिँ यसको चाहिँ एउटा ब्याड इफेक्ट साइड इफेक्ट हुन जान्छ किनभने अहिले त यो मोडर्न फुड केमिकल्स यिनीहरू चाहिँ धेरै कार्सिनोजेन कम्पोनेन्ट्स भन्छ जुन अब क्यान्सरहरूको यो क्यान्सर गराउने तत्त्व भन्छ तिनीहरू चाहिँ एकदमै बढी पाएको छ अब त्यसमा चाहिँ अब हाम्रो दोल्पोमा त झनै अब माथि चाइनाबाट आउने हो अब सबै कुराहरू चाइनिजमा लेखेको हुन्छ डेट पनि चाइनिजमा लेखेको हुन्छ अब त्यही पनि अब उनीहरूले डेट चाहिँ अहिले चाहिँ के गरिरहेछ भने चाहिँ अब यस्तै भयो भने यहाँ तल चाहिँ अब इङ्ग्लिस डेट चाहिँ लेख्ने गरेको रहेछ तर वी कान्ट ट्रस्ट हैन त्यस्तो त्यसमा त अब मैले पनि अब अहिले एउटा छाप लिएर हैन त्यो फुड चाहिँ लगभग 2012 मा बनेको रहेछ भने चाहिँ मैले त्यो छाप लिएर 2019 को छाप आई क्यान क्रिएट हैन त्यस्तो चाहिँ भइरहेछ जस्तो मलाई लाग्छ त्यही भएर चाहिँ अब यसमा चाहिँ अब यसलाई समाधान गर्ने त मेरो विचारमा अहिले हाम्रो गभर्नमेन्टको लेभलबाट त गाह्रो होला तर यदि भविष्यमा गर्ने हो भने चाहिँ यसलाई चाहिँ अब फुड पोलिसी लिएर अब त्यहाँको बोर्डरमा चेकिङ हुने अनि त्यहाँ अब जुन हाम्रो यो नेपाल सरकारबाटै यो के भन्छ फुडकै यो इन्डस्ट्रीहरुमा चाहिँ जुन त्यहाँको प्रडक्टहरु चाहिँ एकजना अब यो खाना लायकको छ क्वालिफाइड छ भनेर त्यसरी टेस्ट गरेर पठाउने हो भने चाहिँ यो कुरामा चाहिँ अलिकति सम्भावना देखिन्छ नत्र अहिले त अब अहिले त धेरै नै गाह्रो छ जस्तो मलाई लागिरहेछ जस्तो अब यस्तो कुराहरू अहिले यो आउने जुन फ्यासिलिटिजहरु डोल्पोले पाउने किनभने अब सिम्पल हेल्थ फ्यासिलिटिज सिम्पल इलेक्ट्रिसिटी फ्यासिलिटिज त हाम्रो डोल्पोले पाएको छैन झन् अब फुड यो चेक गरेर कन्ज्युम गर्ने क्वालिटी चेक गरेर यो कन्ज्युम गर्नु पाउने यो चाहिँ इट इज लिटल बिट फार जस्तो मलाई लाग्छ
र यसमा चाहिँ अब हाम्रो डोल्पो कम्युनिटीले चाहिँ अब गर्न सक्ने भनेको चाहिँ जे अब यस्तो फुडहरू चाहिँ कन्ज्युम चाहिँ अलिकति यस्तो फुडहरू चाहिँ अलिकति कन्ज्युम कम गरेर त्यहाँकै अर्ग्यानिक फुडहरूलाई फोकस गर्यो भने चाहिँ यो दिस इज आई थिङ्क वान अफ दि सोल्युसन जस्तो मलाई लाग्छ। थ्याङ्क यू। हेलो हेलो दाइ यता यो च्याट सेक्सनबाट एउटा क्वेसन छ हजुर हजुर पेमा गुरुङको तर्फबाट है Dr. Gyaltsen, I was wondering whether you faced discrimination because of your Nepali. यो क्वेसन चाहिँ अलिकति बुझेन मैले होइन यो आई एम नेपाली सो भन्नाले डोल्पो इन जस्तै अब कलेजमा हुँदाखेरि डोल्पो भएर भनेको हो कि के भनेको मैले यो क्वेसन चाहिँ अलिकति बुझेन मैले। हुन चाहिँ त्यही होला अब डोल्पाली भएको कारणले चाहिँ समस्याहरू त्यस्तो डोल्पाली हेर्नु पर्यो कि परेन भन्न खोजे होला सायद। यो नेपाली त अब नेपाली नै हो होइन। नेपाली जस्तो हामी नेपाली हो होइन म एब्रोडमा गएर पढिरहेको छु भने देयर माइट बी डिस्क्रिमिनेसन बट होइन म नेपालमै छु नेपाली होइन। सो उहाँले भन्नु खोजेको चाहिँ सायद त्यही होला नेपाली समाजमा अब हाम्रो त हुन त नेपाली हो तर हामी रङ्बा र हामी पेमी भन्छ होइन त्यही भनेको होला। तर यसमा चाहिँ मैले चाहिँ के भने चाहिँ अब मैले चाहिँ त्यस्तो डिस्क्रिमिनेसनहरू त खासै फेस गरेन भन्छु किनभने मैले अब अलिकति मेरो एउटा बानी चाहिँ के छ भने चाहिँ लेट्स टेक एभ्रिथिङ इन पोजिटिभ त्यही भएर मैले सबै कुराहरू एकदमै लाइटली लिन्छु एकदमै पोजिटिभ तरिका लिन्छु त्यही भएर मैले त्यस्तो त्यति धेरै नै नभनौँ भन्नाले त्यस्तो डिस्क्रिमिनेसन चाहिँ खासै फिल गरेन भन्छु मलाई। Thank you. हेलो गर्जन हजुर हेलो हजुरले चाहिँ कुरा गर्नुभएको थियो नि जस्तै अब चाइनिज अप्पर डोल्पोमा चाहिँ चाइनिजको मेन फुडहरू आउँछ त्यसमा चाहिँ एक्सपायरी डेटको प्रब्लम भन्नुभएको थियो नि। हजुर हजुर त्यसमा चाहिँ मेन चाहिँ अब एक्सपायरी डेटको मात्र नभएर कि एक्सपायरी डेटको मात्र नभएर हामी आफूमा पनि एकदमै धेरै कुराहरूमा ऊ छ कि मिस्टेक छ कि प्रब्लम छ किनकि कुनै पनि फुड जस्तै अब हामीले कुनै पनि फुड युज गरिरहेको छौँ त्यसको हामीलाई कुनै थाहा हुँदैन कि अब त्यसलाई कुन वेमा राख्ने कति बेला त्यसको एक्ज्याक्ट डेट अब कुनै पनि अब प्याकेटलाई हामीले खोल्यो भने त्यसको अब युज डेट चाहिँ कतिसम्म हो त्यो सबै त्यसमा हुन्छ कि तर त्यसमा चाहिँ हामीले चाहिँ अब त्यसलाई चाहिँ अब कुन वेमा राख्ने त्यो चाहिँ हामीले आइडिया नै हुँदैन। अब जस्तो मैले को खोल्यो त्यसमा हामीले पढ्नुमा ध्यान जाँदैन बस मैले एक दुई घुट्का पियो अनि त्यसलाई चाहिँ मैले पछि बेलुका पिउँछु भनेर राखेर हुन्छु कि त्यसमै हाम्रो गलत हुन्छ कि एकदम मिस्टेक हुन्छ क्या। जस्तै हामीले अब कुनै पनि क्यान जुसहरू टिनमा हुन्छ नि जस्तै अब क्यान फिस त्यसलाई पनि हामीले खोलेको अब जस्तै एक्जाम्पल त्यो खोलिसकेको 2-3 घन्टामा त्यसलाई हामीले अर्को ठाउँमा गुड वेमा राखिहाल्नुपर्छ। त्यो हामी चाहिँ के छ भने चाहिँ क्यान जुसमा क्यान फिस हामीले खायो एक पिस खायो त्यसलाई चाहिँ हामीले अब 2-3 घन्टाको लागि त्यसमै राखिदियो भने चाहिँ केही हुँदैन भनेर त्यसलाई छोपेर राखेर हुन्छ नि त। हजुर मेन प्रब्लमहरू चाहिँ फुडमा अब एक्सपायरी डेट बाहेक यस्तोहरूमा धेरै आउँछ। हजुर क्लास लाग्दाखेरि चाहिँ हामीमा धेरै मिस्टेक हुँदो रहेछ कि फुडहरू राख्दाखेरि त्यसैले धेरै प्रब्लमहरू चाहिँ आउँदो रहेछ। ए हजुर हजुर अनि जुन अब म चाहिँ के भन्छु भने अब त्यो बाहेक अनि अघि स्टुडेन्टको च्यालेन्जको कुराहरू गर्नुभएको थियो नि। हजुर कतिपय स्टुडेन्टहरू चाहिँ मैले धेरैमा पनि देखेको थिएँ कि जस्तो अब कसै अब एसएलसी यो चाहिँ मेनली अब एसएलसी पास गरिसकेको स्टुडेन्टहरूलाई होइन जस्तै कि कसैले एसएलसी पास गर्यो त्यसमा चाहिँ अब उसको मन हुँदा हुँदै फ्यामिली प्रेसरमा चाहिँ यो सब्जेक्ट पढ्छ त्यो सब्जेक्ट पढ्छ भन्छ नि। म चाहिँ के भन्छु भने चाहिँ आफ्नै सोचमा पढ तर यसरी पढ कि जस्तो अब म चाहिँ अब बिएचएम फाइनल इयर गरिरहेको छु भने चाहिँ अब मैले चाहिँ यो बिएचएम सकिन मेरो 4 वर्ष लाग्छ भनेपछि 4 वर्ष त अब मेरो स्कोप त अहिले पो छ नि त 4 वर्ष पढ्दा पढ्दै मैले स्कोप त अहिले हेरिरहेको छु नि त मेरो बिएचएम स्कोप अझ राम्रो छ म त्यसरी बल्ल अहिले जोइन गरिरहेको छु नि त यसरी पढ्नुपर्छ। जस्तो अब मेरो बिएचएम सकिनलाई 5 वर्ष 4 वर्ष लाग्छ भने 4 वर्षपछि चाहिँ त्यसको स्कोप कस्तो छ नि त कस्तो होला त्यो चाहिँ सोचेर एकचोटि डिसाइड गरेर चाहिँ पढ्दा राम्रो हुन्छ। हजुर त्यो पनि हो त्यो बाहेक अब जस्तो अब
पढाइमा पनि हुन्छ नि त जस्तै अब मेरो पढाइमा चाहिँ यति इन्भेस्ट भएछ भने चाहिँ त्यसको स्कोपमा चाहिँ त्यो मेरो इन्भेस्ट भएको एमाउन्ट चाहिँ मैले कति बेला चाहिँ रिटर्न आउँछ हो त्यस्तै सोचेर चाहिँ पढ्दा चाहिँ त्यो नि राम्रो कुरा हो हेलो testle doctor la testle testle tene ngai ming tindul dor chei nga sarka tangsho nei ro lasso nga ta chwa di kada mix te tanan torbu nanu vaccination na immunization karsa immunization pe message keshmure unnes na ro re so tene so nang shi che ro tila tuwa che mutin chabe ro kalan na vaccine kapsula vaccine ma chabe kaso so dijit pe message ne gare ro re vaccine inde rangai tada halam 0% gyur peje 0% gyur peje re thola nganam shingi to ne karchi dubire ro ta jungban na nganam to dana changmachi da yala torbol dothu marte shimbana jungban na dijo ke dijo to shingi de khase kherje ta by leading ta khrang lead chiu to ne nganam so ta semester ta jinde so thu bana khandero shiro kajina ta dijo ngajo Nepal government depend te na it's impossible de jungna di ta kiran list means ta ma de la ma ta kiran yal phe de tire chumare ro ta nurse khase re yesare ta di me di tujo ta ye yal update che mal update che ne si jungthu bana ani maung ba pe message phendo chmo sare di kiran gi si gaon palika chik di shu bai na ne mo sam re was de was ding kiran samjui kajina vaccination down the immunization the message catch more ro chik che ni tai jo jo de kare na ngai khase ngai ma ji news lo bai news na ana zo upper door pole thene is na cha yan dux there news na koja ta hiv da is na za dux ta hepatitis ta pet message common cha ta torbo na message mucha za ta di saratan shon ne gozo pa tara ba chang ma cha ta di pe message shu chom bore sha ina is ta di digital da mixage nga zun 같이 두고 있다 로. 다 디지털 pe message 나자 신앙 사오래 삼 야고스탄 나자 pe message 신앙 사오래. re 임바나 나자 신앙 사오래라 나 디지털 nga 저 preventive measure 집어나 디카트 왜 nga 저 탑시 요래. re 다 딜nga 저 탑시 nga 저 믹스 swingi 아니 따라 멘탈 챌린지 나나 나시 뭐 그 가르치 두고 그랬어. 네가 좋아해. loss अनि टन्डुल तल्पो ला थुसेसे सिएन अनि यसमा चाहिँ अब हाम्रो डोल्पोमा चाहिँ अब मैले चाहिँ यसको बारेमा चाहिँ त्यति जानकारी चाहिँ थिएन हाम्रो अब हेपाटाइटिस बी चाहिँ एकदम प्रिभ्यालेन्स रेट हाम्रो डोल्पोमा एकदम हाई छ भनेर तर यो एड्स को बारेमा चाहिँ पहिला सुनेको थिएन अहिले हाम्रो डुन्डुल डोल्पो बाइबाट सुन्न पाएँ हैन अनि मेरो विचारमा चाहिँ अब यो कसरी भयो भन्ने विचारमा चाहिँ मैले चाहिँ यो नम्बर 1 भनेको चाहिँ हाम्रो डोल्पो यो हाम्रो दाजुभाइहरु चाहिँ कहिलेकाहीँ यो विन्टरमा चाहिँ काठमाडौँ आउँदाखेरि चाहिँ उहाँहरु चाहिँ यो प्रोस्टिट्युटहरु भिजिट गर्ने त्यस्तो धेरै प्रोस्टिट्युटहरु भिजिट गर्ने गरेको छ उहाँले मैले पहिला पनि देखेको अथवा सुनेको नि हो हैन त्यो एउटा चाहिँ एउटा हुन्छ नि त्यो सोर्स अफ त्यो एड्स जस्तो पनि लाग्छ मलाई अब किनभने उहाँ त्यतिबेला अब के भने चाहिँ उहाँले त खासै थाहा हुँदैन सेक्सुअली ट्रान्समिटेड डिजिजहरु हेपाटाइटिस अनि एड्सहरु चाहिँ अब त्यस्तरी त्यहाँबाट सर्न सक्छ कि भनेर अनि त्यही भएर उहाँले चाहिँ अब धेरै जस्तो अब यहाँ फ्र्याङ्कली भन्नु पर्दाखेरि अब प्रोस्टिट्युटहरुमा जाने अनि कन्डोमहरु युज नगर्ने अब मेरो विचारमा चाहिँ सोर्स चाहिँ 100% लगभग त्यही हो किनभने हाम्रो अब यो एड्स सर्ने भनेको चाहिँ एउटा सेक्सुअल ट्रान्समिटेड यो चाहिँ ब्लड बर्न भन्छ रगतबाट सार्ने रगत चाहिँ कसरी सर्छ भने चाहिँ आइभी ड्रग युजरहरु चाहिँ त्यो ड्रग्स हान्नेहरुले चाहिँ सर्छ तर हाम्रो डोल्पोमा ड्रग्स युजर चाहिँ लगभग आई एम श्योर दैट इज 0% हैन त्यही भएर चाहिँ यो चाहिँ सोर्स हो जस्तो लाग्छ अनि अर्को भन्दा यसलाई चाहिँ अब प्रिभेन्ट चाहिँ कसरी गर्न सकिन्छ भने चाहिँ we should cope this with health education health education अनि अवेयरनेस चाहिँ यसको चाहिँ एउटा उ जस्तो लाग्छ मलाई
यसको समस्या यो समाधान गर्ने तरिका नै हेल्थ एजुकेसन नै जस्तो मलाई लाग्छ। किनभने अब सबैजनाले यति यो जानकारी भयो भने त्यहाँ जानु पनि जाँदैन। अब यति अब यो थाहा हुँदै पनि गयो भने त अब उनीहरूकै त्यस्तो अब मेन्टालिटी नै त्यस्तो भयो। नत्र अब यति यस्तो हुन्छ यस्तो यो यहाँ गयो भने यस्तो हुनसक्छ है भनेर थाहा भयो भने मेरो विचारमा जाँदैन जस्तो मलाई लाग्छ। यति गयो भने हो कन्डम युजहरू गर्ने त्यस्तो मेरो विचारमा चाहिँ त्यस्तो लागेको छ। धन्यवाद डन्डुल भाइ। हेलो ग्याल्टसेन दाइ। हजुर हजुर दाइ, मेरो चाहिँ एउटा सानो क्वेसन छ है। हजुर मेरो क्वेसन चाहिँ के हो भने चाहिँ धेरै सिम्पल छ। जस्तै हाम्रो डोल्पोतिर चाहिँ के हुन्छ भने चाहिँ अब डोल्पोतिर चाहिँ अब जस्तै अफिसियल्ली हेर्नु पर्दाखेरि चाहिँ डक्टर चाहिँ छैन होइन, तर हेल्थ एसिस्टेन्ट हुन्छ नि त। एचए पढेर अब यताउति एचए पढेर चाहिँ क्लिनिकल फिल्डमा चाहिँ मेडिकल फिल्डमा चाहिँ यताउति गर्ने धेरै छ होइन। अनि अब उहाँहरूको चाहिँ अब यताउति प्रोफेसनल लाइफमा यताउति हेर्नु पऱ्यो भने चाहिँ अब एक्सपिरियन्स धेरै भयो तापनि होइन, तर अब डक्टरेट टाइपको नलेज चाहिँ अब त्यति डिप्ली चाहिँ नहोला है। अनि अब म चाहिँ के सोध्न चाहन्छु भने चाहिँ तपाईँ चाहिँ त्यो एचए हुन्छ नि त्यो फिल्डमा काम गर्ने मान्छेहरूले चाहिँ छ नि, अब त्यहाँको डोल्पोमा एचए पढेर काम गर्नेहरूले चाहिँ कुन हिसाबले चाहिँ सजेसन दिन चाहनुहुन्छ कि? अनि धन्यवाद साङ्बो हाम्रो सालदाङबाट साङ्बो। यो त हल्का एकदमै गाह्रो क्वेसन जस्तो लाग्यो मलाई। किनभने अब उहाँलाई एउटा सजेसन दिनु भनेको चाहिँ मेरो लागि एउटा एकदमै गाह्रो जस्तो पनि हो। तर पनि अब मेरो मेन सजेसन चाहिँ के हो भने चाहिँ अहिले अब हाम्रो जुन हाम्रो अहिले जुन 21st सेन्चुरीमा चाहिँ मिसयुज अफ ड्रग्स चाहिँ एकदमै चलिरहेछ। जस्तै अब तपाईँ अब दुर्गममा गयो, धोल्पोतिर गयो भने यु क्यान युज एनी काइन्ड्स अफ ड्रग्स होइन। त्यहाँ अब जसलाई जे दियो भने हुन्छ। किनभने त्यहाँ त अब कसैले के पनि थाहा हुन्न, दे कान्ट गुगल, देयर इज नो इन्टरनेट होइन। यो औषधिको साइड इफेक्ट के हुन्छ यताउता कति के हुन्छ थाहा हुन्न। तर मैले चाहिँ उहाँलाई के सजेस्ट गर्न चाहन्छु भने चाहिँ होइन, अहिलेसम्म हेल्थ एसिस्टेन्टहरू हाम्रो डोल्पोमा जो हुनुहुन्छ एकदमै राम्रो काम गरिरहेछ। प्लस अनि अहिले चाहिँ अब जुन हाम्रो 21st सेन्चुरीमा चाहिँ ड्रग्स रेसिस्टेन्स भनिन्छ, यो समस्या एकदमै ठुलो। जस्तै ड्रग रेसिस्टेन्ट भनेको चाहिँ तपाईँले यो चाहिँ एन्टिबायोटिकबाट सुरु हुन्छ। तपाईँले यो एन्टिबायोटिक चाहिँ यो एन्टिबायोटिकहरू सबैको फिक्स ड्युरेसन फिक्स डोज हुन्छ धेरै जस्तो हो। तपाईँले कुनै एन्टिबायोटिक 5 दिन खाने, कुनै एन्टिबायोटिक 7 दिन खाने, कुनै एन्टिबायोटिक 14 दिन खाने। अनि फेरि डोज पनि छुट्टै हुन्छ, 200 मिलिग्राम, 500 मिलिग्राम, 400 मिलिग्राम। तिनीहरू सबै मिलाएर साइन्टिस्टले धेरै वर्ष स्टडी गरेर त्यो डोजहरू त्यो ड्युरेसनहरू चाहिँ फिक्स गरेको हुन्छ। तर त्यो अब सबै हेल्थ वर्कर्सहरूलाई यसको बारेमा नलेज नहुनसक्छ होइन। त्यही भएर अब ड्रग ड्युरेसनहरूलाई थाहा नभइकन जे पाइ त्यही मेडिसिनहरू चलायो भने चाहिँ ड्रग रेसिस्टेन्ट हुने सम्भावना हुन्छ। ड्रग रेसिस्टेन्ट भनेको चाहिँ तपाईँले एउटा अहिले औषधि खानुभयो, एन्टिबायोटिक आज एउटा खानुभयो, भोलि चाहिँ त्यो औषधि यति तपाईँले खानुभयो, तर तपाईँले चाहिँ त्यो चाहिँ करेक्ट टाइम, करेक्ट ड्युरेसन, करेक्ट डोज खानु भएन भने चाहिँ अर्कोतिर तपाईँ बिरामी हुँदाखेरि त्यो औषधिले तपाईँले काम गर्दैन। किनभने तपाईँको शरीरमा जुन ब्याक्टेरिया छ, जुन भाइरस छ, तिनीहरूले चाहिँ त्यो औषधिसँग फाइट खेल्ने क्यापेसिटी चाहिँ डेभलप गरेको हुन्छ। त्यही भएर यो ड्रग रेसिस्टेन्ट चाहिँ अहिले इन्क्रिज भएर छ। त्यसलाई चाहिँ यति फोकस गर्ने भने चाहिँ त्यो क्लिनिकल स्किलहरू चाहिँ डेभलप गर्दाखेरि राम्रो हुन्छ। अनि अझै त्यो प्लस अनि अब हाम्रो डोल्पोमा हेल्थ वर्कर्सहरू गभर्मेन्टबाट पुग्नु त धेरै गाह्रो छ। त्यही भएर मैले हेल्थ वर्कर्स अब त्यहाँ काम गरिरहनु भएको हेल्थ वर्कर्सहरूलाई यति सक्यो भने गभर्मेन्टबाट विभिन्न तालिमहरू आइरहेको हुन्छ। त्यो तालिम लिने व्यवस्था चाहिँ अब गाउँपालिकाबाट गरिदियो भने पनि एकदमै राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
यति नै हो त्यही भएर त्यो क्लिनिकल नलेज अन ड्रग रेसिस्टेन्टहरु चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ किनभने तपाईले नेक्स्ट टाइम तपाई बिरामी हुनुभयो औषधिले काम गरेन भने चाहिँ लगभग देयर इज नो वे के त्यस्तो हुन्छ अहिले धेरै समस्या त्यस्तो भइरहेको छ थ्यांक यू सांगो हजुर अनि तपाईले जस्तै हैन डोल्पोमा कुनै हेल्थ सेक्टरको फिल्डमा चाहिँ हुन्छ नि हैन जस्तै अब स्वास्थ्यको बारेमा चाहिँ कुनै मिसकन्सेप्सन हुन्छ नि त जस्तै कसैले भन्दाखेरि टाउको दुखेर यस्तो खालको औषधि खानुपर्छ हैन अब यो हुँदाखेरि यस्तो गर्नुपर्छ भन्छ नि त अब यो हेल्थ सेक्टरमा चाहिँ तपाईले चाहिँ अब जस्तै यस्तो खालको मिसकन्सेप्सन चाहिँ हैन जुन चाहिँ तपाईले अब यो चाहिँ अलिक गलत हो जस्तो लाग्ने हुन्छ नि त्यस्तो खालको कुनै एक्सपिरियन्स चाहिँ छ कि छैन जस्तै तपाईको यो डोल्पो यो अवेरनेस क्याम्पेन गर्दाखेरि यताउति अब वर्किङ पिरियडमा के हजुर मैले चाहिँ यो पहिला अब मलाई यसको बारेमा त त्यति धेरै ज्ञान त भएन हाम्रो जुन यो अम्चीबाट ट्रिट गर्ने त्यो अहिले जो एमजीबाट ट्रिट गर्ने त्यो जुन आउटकम छ एकदमै राम्रो छ तर जुन अब माथिमा चाहिँ के अब त्यो मिसकन्सेप्ट हो कि अब फेरि प्रुफ नै छ कि जस्तो अब एउटा मान्छेले चाहिँ अम्चीबाट औषधि खाइरहेको छ र अनि हामीले जुन अम्ची र जुन अहिले हाम्रो फार्मेसी ड्रग्सहरु हुन्छ नि तिनी दुईजना कम्बाइन गरेर खायो भने चाहिँ त्यो ड्रग्सको जुन काम गर्ने क्यापेसिटी चाहिँ दुटैको घटेर जान्छ दुटैले काम गर्दैन भन्ने कन्सेप्ट छ त्यो चाहिँ एकदमै होइन जस्तो लाग्छ मलाई चाहिँ त्यो चाहिँ एउटा एक्जाम्पलै हो अनि अर्को भनेको चाहिँ अब हाम्रो डोल्पोमा चाहिँ अब लास्ट टाइम म घरमा हुँदाखेरि चाहिँ के भयो भने चाहिँ यो हाम्रो जुन डोल्पोमा चाहिँ बच्चा पाउने बेला चाहिँ अब कसैले नभन्ने कसैले पनि ह्याचुजु क्याजु ज्याक्तमेटिक तिक्चुमे केनी काइन्डिक त्यस्तो भन्ने एउटा कन्सेप्ट छ त्यो चाहिँ अलिकति रङ हो जस्तो लाग्छ किनभने अब यति त्यस्तो भयो भने अब त्यो प्रेग्नेन्ट लेडी सफर भइरहेछ एकदमै एब्डोमिनल पेन भएको छ हैन एकदमै ब्लिडिङ बडी भएर मर्ने सम्भावना एकदमै धेरै हुन्छ किनभने सबै सकेसम्म चाहिँ घरमै यो बच्चा पाइरहेछ भन्ने प्रोसेसलाई त्यो घुम्साएर राख्ने त्यो चलन चाहिँ रहेछ म अस्ति जाँदाखेरि थाहा पाएँ अनि त्यही भएर नि अब त्यति बेला मलाई त बनाउनु भलाएन अनि त्यति बेला चाहिँ के हो भने चाहिँ खासै अम्चीले पनि खासै इन्फर्म गरेन उनीहरूलाई त्यसपछि भोलिपल्ट चाहिँ उहाँहरूको त्यो लगभग चाहिँ त्यो के भन्छ त्यसरी डेथ हुनु गयो त्यस्तो बनाउन त्यही भएर चाहिँ यो चाहिँ अलिकति मिसकन्सेप्सन हो जस्तो लाग्छ किनभने अब तपाईँले बच्चा पाइरहेछ भनेपछि तपाईले बच्चा पाइरहेछ भने चाहिँ यहाँ सिटी एरियाजमा त एकदमै खुसीको न्युज एकदमै गुड न्युज भनेर सबैजनालाई सेयर गर्ने आज मेरो डेलिभरी गर्ने डेट हो भनेर सबैजना सेयर गर्ने त्यस्तो चलन छ तर हाम्रोमा चाहिँ एकदमै तिक्चुमे के नि काइन्ड हाइजुजु दे क्याजुको माछा अझै त्यस्तो हुन्छ त्यो चाहिँ एकदमै गलत हो जस्तो मलाई लाग्छ हजुर दाइ थ्यांक यू दाइ हस् थ्यांक यू हेलो नेक्स्ट क्वेशन ओ लसो gyaltsen दाइ नमस्कार ए नमस्कार ओ कर्म डुन्डुल टस्टले ल अनि मेरो एउटा क्वेशन छ क्वेशन चाहिँ के हो भने तपाई गाउँमा थुप्रै कामहरु गर्नु भएको रहेछ अनि हजुर हजुर त्यस्तै अवेयरनेस पनि दिनु भएको रहेछ गाउँलेहरुलाई अनि उनीहरु तपाईले अवेयरनेस दिँदाखेरि उनीहरुले चाहिँ तपाईले कस्तो नजरले हेर्दै रहेछ मिन्स उनीहरुको यस्तै फिडब्याक जस्तो उनीहरुको बडी ल्याङ्ग्वेज एक्सपिरियन्स त्यस्तो के तपाईले के देख्नु भयो लाइक मेरो नि पहिला हाम्रो गाउँलेहरु एकदम उनीहरुको माइन्ड चाहिँ एकदम नेरो भन्नलाई अब त्यही नेरो नै भनौं न हैन एजुकेसन मैले पनि उनीहरुलाई त्यो अब यस्तो चुरोटहरु नखाऊ यो छाङहरु नखाऊ भने मैले पहिला मान्छेहरुले भनेको मैले सजेसन दिएको तर उनीहरु के भन्दो रहेछन्
एउटा लाइफ हो यो इन्जोय गर्नुपर्छ भन्छ उल्टै यता त्यो गर्छ क्या पुरै अब पुरै के अरे यता म चाहिँ एकदम कस्तो कस्तो बनाइदिन्छ क्या हो तपाईँले चाहिँ अब अस्ति त्यो एवेरनेस दिँदाखेरि कस्तो हो फिडब्याक त्यस्तै उनीहरूको चाहिँ हेरे कस्तो रहेछ त्यस्तो चाहिँ तपाईँ सेयर गरिदिनु कर्मडुलज्यूलाई एकदमै धन्यवाद दिन चाहन्छु क्वेसनको लागि मैले चाहिँ अस्ति त्यस्तो त्यो मैले जुन अवेरनेस प्रोग्राम गर्दाखेरि चाहिँ मैले चाहिँ एकदमै मासमा गरेँ थिएँ मासमा गर्दाखेरि चाहिँ त्यहाँबाट यता यता फिडब्याक सुन्ने टाइम चाहिँ त्यति धेरै त पाएन तर म गाउँमा हुँदाखेरि चाहिँ अब त्यो जुन मैले अवेरनेस प्रोग्रामहरू गरेँ अनि त्यो अब हाम्रो सिमेन्टको मान्छेहरू चाहिँ एकदमै इन्थुजियास्टिक देखेँ अब के कसो हुने रहेछ के थाहा रहेछ हामीलाई भनेर पछि मसँग सेयर गरेर आएको थियो हामीलाई धेरै कुरा थाहा रहेनछौँ हामी यस्तो यस्तो हुने रहेछ धेरै कुरा जान्यौँ धेरै कुरा सिकायौँ भन्ने त्यस्तो कुराहरू चाहिँ गर्नुभयो किनभने अब मैले चाहिँ त्यति बेला चाहिँ फेरि यो छाङ चाहिँ नखानु त्यस्तो त्यस्तो भनेर त्यति धेरै यो कुरालाई फोकस गरेन किनभने त्यहाँ त अब माथि त अब छ्याङ इज भेरी कमन होइन त्यही भएर मैले नखानु त भने तर हुन्छ नि धेरै फोकस गरेर यही कुराहरूलाई फोकस गरेर चाहिँ मैले त्यति धेरै त्यो भन्ने मौका पनि पाइनँ टाइम पनि भएन त्यही भएर मैले चाहिँ यो हाम्रो सिमेन्ट र फालमा चाहिँ एकदमै जस जुन मैले प्रोग्राम गर्दाखेरि चाहिँ जस मान्छेहरू चाहिँ एकदमै इन्थुजियास्टिक देख्यो अब जस्तै यस्तो गर्नुपर्ने रहेछ यस्तो हुँदो रहेछ भन्ने पहिला त्यहाँ कि त त्यो जुन प्रोजेक्टहरू नपुगेर हो कि अब फर्स्ट टाइम त नभनौँ अब अलिक थोरै प्रोजेक्ट भएर त्यस्तो इन्थुजियास्टिक देखाएको हो कि त्यस्तो चाहिँ मलाई फिल भएको थियो अनि होप अब मलाई जस हल्का भयो नि नलेज लर्निङ भयो होला भनेर आशा गर्दछु थ्याङ्क यू दाइ नमस्ते दाइ म निमा चुन्डु भाइ मेरो चाहिँ एउटा सानो प्रश्न छ हजुर हजुर अनि अघि हजुरले प्रेजेन्ट गरिरहँदाखेरि चाहिँ के कुरा आयो भन्दाखेरि अब सरकारबाट चाहिँ हामीले पाउनुपर्ने स्थानीय बसिन्दाहरूले पाउनुपर्ने बेसिक हेल्थ फेसिलिटिजहरू धेरै छ भन्नुभयो त्यसमा चाहिँ अब सरकारले अब फ्रीमा प्रत्येक वर्ष यो गाउँको लागि यति यो स्थानीय सरकारलाई यति यति भनेर एउटा पोर्सन छुट्याएको हुन्छ त्यसमा चाहिँ सरकारले त छुट्याएको हुन्छ तर त्यसमा कुन चाहिँ च्यानलले चाहिँ हाम्रो ठाउँमा पुग्न नसकेको जस्तो लाग्छ तपाईँले हेर्दाखेरि के चाहिँ कमी कमजोरी छ जहाँ चाहिँ हामीले पाउनुपर्ने अधिकार पनि पाउन सकिरहेको छैन नमस्कार हेलो हेलो सुनिरहेको छ निमा मेरो विचारमा चाहिँ अब जुन नम्बर 1 भनेको चाहिँ हाम्रो मेरो विचारमा चाहिँ हाम्रो एउटा डोल्पो रिप्रेजेन्ट गर्ने एउटा मान्छे चाहिँ त्यो अब यो जुन प्रोग्रामहरू आइरहेछ त्यसलाई कन्डक्ट गर्ने जुन एउटा संस्था हुन्छ त्यहाँ चाहिँ हाम्रो एउटा कम्युनिटीको मान्छे नभएर हो कि त्यहाँको डोल्पोलाई रिप्रेजेन्ट गरेर काम गर्ने मान्छे नभएर हो कि त्यो भएर जस्तो लाग्छ मलाई अनि अर्को भनेको चाहिँ एउटा चाहिँ अब हुन्छ नि सरकारीको तहबाट आएको मान्छे चाहिँ त्यहाँ कम छ त्यही भएर पनि हो कि जस्तो मलाई लाग्छ अनि अर्को भनेको चाहिँ अब जस्तै अब यो आमा सुरक्षा प्रोग्रामहरू भयो जस्तै अब न्यानो झोला त्यस्तै थुप्रै प्रोग्रामहरू छ तिनीहरू चाहिँ अब त्यो हेल्थ वर्कर्सको नम्बर नपुगेर पनि हो कि अर्को भनेको त्यही अब त्यहाँको इन्फ्रास्ट्रक्चर अनुसार जुन त्यहाँको मान्छे पाउनु पर्ने हुन्छ त्यो इन्फ्रास्ट्रक्चर चाहिँ त्यो ठाउँमा छैन त्यही भएर हामीले यस्तो फेसिलिटी अहिले त्यहाँ पुर्याउनु मिल्दैन दिनु मिल्दैन भनेर हो कि जस्तो मलाई लागिरहेछ अनि अर्को चाहिँ अब अर्को चाहिँ अलिकति अब हाम्रो जुन लोकल बडिजमा छन् अनि हाम्रो जुन
डोल्पोलाई रिप्रेजेन्ट गर्ने अब हाम्रो अरु त थाहा भएन अब हाम्रो गाउँपालिकाको त्यो रिप्रेजेन्ट गर्ने उहाँहरूको त्यो त्यसमा पनि अलिकति अबुझ भइरहनु हो कि अथवा अलिकति हेल्थ सेक्टरमा नभएर अलिकति नलेज भन्दा पनि त्यसको बारेमा अलि थोरै जानकारी भइरहनु हो कि जस्तो मलाई लागिरहेछ। हजुर दाइ धन्यवाद। अब चाहिँ हामी लास्ट क्वेसन लिँदैछौँ। यहाँहरू जोसँग क्वेसन छ सोध्न सक्नुहुनेछ। हेलो हेलो सर्वप्रथम डाक्टर ग्याल्सेन अनि यहाँ उपस्थित हुनुभएको सम्पूर्ण आदरणीय खेम्बो रिभर्से टवा अनि दाजु दिदी डाक्टर ग्याल्सेनलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिले तपाईले अब हाम्रो आफ्नै जन्मभूमिमा एकदमै राम्रो योगदान दिइरहनु भएको छ अनि त्यसको लागि हामी सबै थोपोहरू एकदमै आभारी छौँ र आगामी दिनमा पनि एकदमै राम्रो काम गरिरहनु भन्ने हाम्रो आशा छ। र मेरो प्रश्न चाहिँ यो छ कि अब हाम्रो डोल्पामा 3 गाउँपालिका छन् हैन, 3 गाउँपालिका मध्ये पनि अब सबैभन्दा हेपाटाइटिसको पीडित चाहिँ त्यो 3 गाउँपालिका मध्ये पनि सबैभन्दा धेरै कुन गाउँपालिकामा देख्न पाइन्छ जस्तो लाग्छ। र दोस्रो प्रश्न चाहिँ अब हेपाटाइटिस भनेको 5 किसिमका हुन्छन् हैन, ABCDE र हाम्रो थोपोमा चाहिँ त्यो हेपाटाइटिस बी चाहिँ एकदमै बढी देख्न पाइन्छ भन्छन् र त्यसको कारण चाहिँ के हुन सक्छ हैन, हेपाटाइटिस बी चाहिँ किन हाम्रो थोपोलाई मात्र बी चाहिँ किन बढी देख्न पाइन्छ र अर्को त्यो ACDE चाहिँ किन अलिकति कम देख्न पाइन्छ भनेको त्यही नै हो मेरो प्रश्न। धन्यवाद सबैजनालाई। धन्यवाद हाम्रो बहिनीलाई। अनि यो चाहिँ अब मैले चाहिँ यो हाम्रो हेपाटाइटिस बी चाहिँ हाम्रो 3 वटा गाउँपालिका मध्ये चाहिँ कुनमा धेरै छ, कुनमा प्रिभ्यालेन्स चाहिँ धेरै छ भन्ने यसको बारेमा चाहिँ फुल इन्फर्मेसन त भएन हैन। तर जो हाम्रो यो कारण चाहिँ किन भने चाहिँ यो चाहिँ एसटिजी भन्छ। अब एसटिजी अब फ्रेङ्कली भन्दाखेरि सेक्सुअली ट्रान्समिटेड डिजिज। अब हाम्रोमा चाहिँ हुरी यो चाहिँ हाम्रै भाषा भन्न चाहन्छु। मेन दि कारण राउँदी nghe samale number 1 din sare di ta misconception dang ani awareness mete indo samji ani number 1 di ani number 2 di da wi tole chicken sene ta pizza sikle pizza ni le no sikcha te odi cha te yang ya tu tole yang di chondri sera chikser odi mangoche odi odi indo something number 2 le te number 3 le ani dadi utole dadi STD prevent che the method now number 1 di dadi ngazo di English lan condom no share odi tiro tigi mete jang indo samji अनि तन हेपाटाइटिस A B C D तीन मांगो यारे या ता मांगो यारे A B C D E F द G तंग K तंग तीन मांगो यारे इन्हें yang हेपाटाइटिस B ती दी STD ता STD से ना तारा अमाले ना पुगुला पुगुला जांगवान्य नती अमाले दी नमाले नि छोले योन्य नती छोगनी ना नौनी छिवालको त्यही नम्बर इन्क्रिज त्यस माग्दो फेल्ड हुन्थ्यो हो त्यही छ त हिन्डो हो सम्झियो लसो तुझे हो लसो
अब चाहिँ कन्क्लुड गर्नु पर्ला हुन्छ हैन हुन्छ हुन्छ ल सर्वप्रथम यहाँ उपस्थित हुनुभएको सम्पूर्णमा शुभरात्रि अनि आज हाम्रो वक्ता अतिथिको रूपमा पाल्नुभएको डोल्पोको पहिलो डाक्टर ग्याल्जेनज्यूलाई हार्दिक बधाई तथा आउँदोको दिनहरूको कार्यमा शुभकामना दिन चाहन्छु त्यस लगतै आज यहाँ उपस्थित हुनुभएको सम्पूर्ण महानुभावहरुमा एकदम ध्यानपूर्वक सुन्नु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि आजको यस कार्यक्रममा डाक्टर ग्याल्जेनज्यूले चाहिँ उहाँले हामीहरुसँग गर्नुभएको कुराहरुको अलिकति संक्षिप्त कुरा चाहिँ यहाँ म राख्न चाहन्छु उहाँको एमबीबीएस को यात्रा अनि त्यसपछि उहाँले डोल्पोमा एमबीबीएस सकिसकेपछि उहाँले डोल्पोमा जानु भएर स्वास्थ्य सम्बन्धी जानकारी तथा स्वास्थ्य सम्बन्धी सुझावहरु अनि त्यसपछि युवाहरुसँग अनुभव आदान प्रदान गर्ने त्यसको बारेमा उहाँले आज कुरा राख्नु भयो एकदम आजको प्रोग्राम एकदम फलदायी भयो र यहाँहरु सबैले पनि राम्रो लागेको हुनुपर्छ त्यसैगरी अरु दिनहरुमा पनि उहाँलाई हाम्रो यस डोल्पो फर डोल्पो प्लेटफर्म मार्फत डोल्पोवासीहरुलाई चाहिने स्वास्थ्य सुझाव तथा जानकारीहरु लिन पाउने छ भनेर आशा गर्दै आजको कार्यक्रम यही अन्त्य गर्न चाहन्छु सबैलाई धन्यवाद हेलो हजुर एम आई अडिबल हजुर छ हजुर हजुर अनि म के कुराहरु चाहिँ राख्न चाहन्छु र आज यस हाम्रो डोल्पोपा फोर डोल्पोको वेबिनारमा यता आउनु पायो अनि हजुरहरुले इन्भाइट गर्नुभयो अनि मेरो अब कुनै कुराहरु यहाँ राख्ने मौका दिनुभयो त्यसको लागि एकदमै धन्यवाद दिन चाहन्छु र मैले चाहिँ अहिलेसम्म शेयर गरेको कुराहरु चाहिँ मैले सबै एक्सपिरियन्स अनुसार एक्सपिरियन्सको बेसिसमा मैले शेयर गरेको र होप मेरो यो कुराहरु मेरो मेसेजहरु तपाईहरुको लाइफमा थोरै धेरै पोजिटिभ भाइब आओस् पोजिटिभ चेन्जेस आओस् अनि तपाईको लाइफलाई कसरी तपाईले ह्यान्डल गर्ने तपाईलाई लाइफलाई कुन मोडमा लिएर जाने भन्नेमा थोरै राम्रो जुन मेसेज जाओस् भन्ने मेरो एउटा चाहना छ र अर्को चाहिँ अब अर्को यो कमिङ डेजहरुमा म अब मेरो जुन प्रोजेक्ट छ जुन प्रोजेक्टहरु मेरो गर्ने योजना छ त्यो चाहिँ मेनली चाहिँ आई एम फोकसिङ अन रिमोट एरियाज सो आई होप अनि हाम्रो पछि कमिङ डेजमा यति प्रोग्रामहरु प्रोजेक्टहरु गर्ने पर्ने भयो भने हाम्रो डोल्पो परिवार हाम्रो डोल्पो दाजुभाइ दिदीबहिनीहरुले पनि धेरै थोरै हल्का सपोर्ट गरिदिनु हुन्छ भनेर आशा गर्दछु यति नै भन्दै आजबाट यस वेबिनारबाट बिदा हुन चाहन्छु धन्यवाद धन्यवाद दाइ अब चाहिँ म यहाँहरु सबैले के सूचना दिन चाहन्छु भन्दाखेरि अब यो 1 महिनाको लागि चाहिँ हामीले खासै त्यस्तो कार्यक्रमहरु सोचेको छैन हैन त्यसैले यो 1 महिना चाहिँ ग्याप होला जस्तो छ यदि हजुरहरु यहाँ उपस्थित हुनु भएको जसले चाहिँ डोल्पो समाजलाई माया गर्नु सबैले अवेयरनेस तथा अरु जुनसुकै केही प्रोग्रामहरुमा मनै छ भने हामी डोल्पो फर डोल्पो फेसबुक पेज मार्फत अथवा इमेलबाट चाहिँ हामीलाई सूचना दिनु होला यदि हजुरहरु कोही इच्छुक हुनुहुन्छ भने हामीले चाहिँ यो प्लेटफर्म अवेलेबल गर्ने छौं हामीले चाहिँ हाम्रो यही अर्गनाइजेसन अथवा यो प्लेटफर्मको तर्फबाट चाहिँ यो महिना चाहिँ हामीले ग्याप लिएको छौं त्यसैले यदि हजुरहरु कसैसँग यस्तो आइडियाहरु कुनै प्रोग्रामहरु मनमा छ भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है हुन्छ अनि आजको लागि प्रोग्राम यति नै हो सबैजनालाई शुभरात्रि
ओके